मेरी आमाले भएको नभएको कुरा लगाएर तपाईँले सञ्जनाले मबाट छुट्याइ छाड्नु। तपाईँले यस्तो गर्नुहुन्छ भनेर मैले सपना पनि सोचेको थिएँ। मैले तपाईँहरू के बिगारेको छु भन्नुहोस् त? के बिगारेको थिएँ मैले तपाईँहरू? किन यस्तो गर्नुभएको? हामीले त देखेको कुरा भनेको क्या अरे, अब तपाईँहरूको जोडी नै छुटाउँछन् भनेर के थाहा त? कति आनन्दले भन्नुहुन्छ है देखेको कुरा भनेका हौँ भनेर। सञ्जना र म हाँसेको खेलेको मात्र देख्नुभयो तपाईँहरूले। तर उसले मलाई माया गरेको र मैले उसलाई माया गरेको त्यो कुरा तपाईँले देख्नु भएन। आखिर के पाउनु हो तपाईँले सब गरेर? के पाउनु? मैले त पहिले भनेको थिएँ नि सञ्जय बाबु, तपाईँहरूको मिलन हुँदैन भनेर। मैले भनेको मान्नु भएन, अब रोएर के गर्नुहुन्छ र? तपाईँले नै रोपाउँछु भनेको आँखामा घिउ थप्ने काम गर्नुभएको। तपाईँले हाम्रो मिलन भएको हेर्ने इच्छा नै थियो र त त्यो बेलामा त्यस्ता शब्दहरू प्रयोग गर्नुभयो। रोएर के गर्नु? मेरो ठाउँमा बसेर हेर्नुहोस्, बल्ल थाहा पाउनुहुन्छ तपाईँहरूले कति पीडा हुन्छ भन्ने। गाउँमा यत्रो मान्छेहरू छन् नि, अनि महिलाहरूले मात्रै छुट्टा हुन सक्छ र अरूको पनि त हात हुन सक्छ नि। ठिकै छ, हजुरकै जित हो, हाम्रो हार भयो। भोलिका दिनमा गएर हाम्रो जस्तै घटना, हाम्रो जस्तै पीडा तपाईँहरूको छोराछोरीले भोग्नु नपरोस्। एउटै कुरालाई बारम्बार सम्झेर चिन्ता नलिनुहोस्, अब बिर्सिदिनुहोस्। सम्झना मेरो मुठो, मेरो धड्कन हो। म कसरी बिर्सिन सक्छु उसलाई? तपाईँहरू कसैले पनि मेरो मायालाई बुझ्दिनु भएन। तपाईँहरू त बस सञ्जनालाई मबाट छुटाउन कसरी सकिन्छ भन्ने मात्रै सोच्नु भयो। पाप लाग्छ तपाईँहरूलाई, श्राप लाग्छ तपाईँहरूलाई मेरो भनेको। यत्रो तोरी उखले छिन्, मलाई भने भए सघाउँथि नि म। कहाँबाट उखलेर ल्याएको? टिमुरी, ए टिमुरी, हजुर यता आऊ छिटो। के गरे कि यो तोरी उखालेर? नउखालेर के गर्नु त? घरको काम गर्ने म एउटा छु, तपाईँको छोरो भनाउँदा एउटी टिपेर कहाँ गएको हो? अरू कुरा थाहा छैन टिमुरी, छोरालाई बोलाउनु पर्छ। उसलाई आफ्नो जिन्दगी बाँच्न पाउने अधिकार छैन? सानैदेखि पुलपुलाएर राख्नुभयो, एउटा टिपेर हिँड्यो। न धन सम्पत्ति भयो कि न गोत्र नै मिल्ने। ए बाबा, गोत्र मिल्ने नमिल्ने कुरा कहाँबाट आयो? अहिलेको 21औं शताब्दीमा गोत्र जातपातको कुरा गर्नुहुन्छ तिमीले? मन मिल्नुपर्छ, शुद्ध मनले माया गरेपछि पुग्यो के? मन मिल्न पर्छ भने तपाईँ नै भित्राउनु, म त भित्राउँदिनँ। जसका लागि यो सारा सम्पत्ति साँचेर राखियो, उही नै हिँडिसकेपछि यो सम्पत्ति के काम? कि तिमीले एउटा छोरो पाइदिनु पर्यो? होइन भने मेरो छोरो ल्याउनु पर्यो। ए बुढो, 2-4 दिन बाहिर के घुम्न जानुभएको थियो, तपाईँको त शुद्धि नै हरायो भने। अब के यो उमेरमा तपाईँले र मैले के छोडछोड पाउने उमेर हो हाम्रो? नाति नातिना खेलाउने बेला तपाईँ जेसुकै भन्नु, त्यो बढी चाहिँ म यो घरमा भित्राउनेवाला छैन। हेर टिमुरी, अब छोराले ल्याइसकेपछि बुहारी त भई, म त्यो बुहारी भित्राउँदिनँ भनेर सुख पाइँदैन। अब गाउँ समाजमा पनि हाम्रो इज्जत जान्छ। यदि तिमीले त्यो बुहारी या घरभित्र भित्राउँदिन भन्छौ भने नि, छोरालाई अंश दिउँ, उसको भागा पर्ने जति अंश दिउँ, गोरी खाओस्। छोराले नि गोरी खानु पर्यो नि। अब तपाईँहरू बाउ छोरै जानी छौ, जे मन लाग्छ त्यही गर्नु। जान्ने त छु त, सारा गाउँलेहरूले मानिरहेछन्, तिमीले नमानेर सुख पाउँछौ? अब छोराको मन मिल्यो भगायो,
त्यसमा ठुलो कुरै छैन नि। तपाईँको कुरा सुन्दा नि छक्कै पर्छु बुढो म त। 9 महिनासम्म कोखमा राखेर छोरालाई हुर्काइयो बढाइयो, भोलि बुहारी ल्याएर सुख देला कि भनेको। तपाईँ त छुट्याएर राख्दैन पो कुरा गर्नुहुन्छ। के बुढेसकालमा तपाईँ र म मात्रै दुःख गरेर बस्ने? हेर टिम्बरी, यो कलियुगमा हामीले बुहारी छोरा नाति नातिनाको सेवा पाउनलाई नि उजुनीमा हामीले पक्कै पनि धर्म गरे हुनुपर्छ। अब हामीले धर्म गरे छौँ भने नि जहाँसुकै जाउन् छोरा बुहारी घर फर्केर आउँछन् र हाम्रो सेवा सुसार गर्छन्। यदि हामीले गरेनौँ छौँ भने हामीले भोग्नुपर्छ। ल भइगयो, यो कुरा छोडिदिउँ। अहिले पहिला छोरा बुहारीलाई सोधौँ, तिमीहरू हामीसँगै बस्छौ कि छुटिएर बस्छौ भनेर उनीहरूले जे भन्छन् त्यही गरौँ। कुरा बुझ्यौ होइन त? मैले त तिनीहरूलाई भोक्राएर निकालिसकेँ। हजुरका छोरा बुहारी आफै भित्र हुनु। ए टिमुरी मुया, अरे कहाँ हिँडी फेरि यो? सम्झेर मैले त तपाईँहरूको कहिले पनि कुवालो चिताएको थिएन। तपाईँहरूले हामीलाई छुटाएर के पाउनु भयो भन्नुहोस् त? हेर सञ्जना बहिनी, मुना र मदनको पनि जोडी छुटेकै हो। अहिले तिम्रो जोडी छुटेर के भयो त? अहिलेलाई चाहिँ नरौ न नरौ। भन्नेले त भन्थे शत्रु खोज्न टाढा जानु पर्दैन भनेर, तर तपाईँहरू त हाम्रो मायाको नै शत्रु हुनुभयो। मैले त्यो मेरो माया नपाएर रुनु पर्यो। तर तपाईँहरूको दिदीबहिनीहरूको कहिले आँखामा मेरो जसरी आँसु नआओस्। अहिले तपाईँहरूको राम्रो होस्। जगन्ताई, यो रनेले मेरो ऋण तिरेन, तैँले तिर्ने हो। मैले तिर्ने हो। मेरो दाइले खाएको ऋण मैले तिर्ने हो। के ऋण तिरेन भन्दैमा यसरी आफ्नो घरमै बोलाएर मान्छेमाथि हात हाल्नु पाइन्छ? चुप लाग रिवाज, त धेरै बोल्दैछस्। म चुप लाग्दिनँ। मैले चाहे भने मेरो दाइले खाएको ऋण के कति छ त्यो सबै म तपाईँको मुखमा फ्याँकेर जान सक्छु। मेरा पनि केही बाध्यताहरू छन्, त्यसैले। भयो नि भाइ, किन झगडा गर्नु? सुन रिवाज, अहिले त मेरो हात मात्रै उठेको छ, घर जग्गा उठाउन नपरोस्। के भन्नुभयो? फेरि भन्नुहोस् त एकचोटि। घर जग्गा उठाउनु नपरोस् रे? घर जग्गा उठाउनको लागि मेरो दाइले तपाईँकोमा घरको लाल पूर्जा राखेर ऋण लिएको हो र? कसरी उठाउनु हुँदो रहेछ हेर्छु म पनि। छोड्नुहोस् भाइ मलाई। भाइ यो जग्गाले साह्रै निकोजेको छ। होइन भाइ, त्यस्तो नगर। अच्छ्यौँ खाएँ बच्छ्यौँ खाएँ झुसे बारुला। हिजोको चल्ला आज यत्रो फुर्ती। 2-4 पैसा के कमाएको थियो यो रिवाजेको यत्रो चुरी फुरी। तपाईँले मैले उसले भनेको होइन यो मान्छेको ऋण तिर्नु भनेर। त के भन्छस् छोरी, भाइ बुहारीलाई घर भित्राउने कि नभित्राउने? बाबाआमाको के सल्लाह छ मैले भनेर त के हुन्छ र? हेर छोरी, जति तेरो भाइ त्यो भक्तपुरेको यो घरमा अधिकार छ नि, तेरो पनि त्यतिकै अधिकार छ। भन्न के गर्ने? भाइको जति नै अधिकार छ त भन्नु हो बुवा, तर भाइलाई त अब लिएर आएर अंश दिएर राख्छु भन्नुभएको छ। अनि के मलाई पनि भाइको जति अंश दिएर राख्नुहुन्छ र? ए बाबा, तँलाई बिहे गरेर पठाउँदाखेरि तैँले जे माग्छस् त्यही दिन्छु म। भयो? त्यसो भए भाइ बहिनीलाई लिएर आउनुहोस् बुवा। तर म चाहिँ फेरि बिहा गरेर जानेवाला छैन नि यो घर छोडेर। तँलाई पनि कसरी सम्झाउँ छोरी म? हेर, जन्मिएपछि मृत्यु सत्य हो भने
छोरी मान्छे भएपछि बिहे पनि सत्य हो। मलाई आफ्नै छोरी आफ्नो घरमा पालेर राख्न, छोरीको सेवा खान धर्म भाग्यमानीले पाउँछन्। तर छरछिमेकीले के भन्छन्, छोरीलाई बुढी कन्या बनाउने बनाएर राख्यो भनेर कुरा काट्दैनन्। जानुपर्छ क्या तैँले बिहे गरेर। ल बा, तपाईँको छोराबारी लिएर आएर भित्राउनुहोस्। म चाहिँ हजुरले जेसुकै भने पनि बेहोरा जानेवाला छैन। अनि तपाईँको छोराबारी ऊ त्यही ठुल्या गएर बास बसेका छन्, बोलाएर लिएर आउनुहोस्। ए बाबा, सारा गाउँलेहरूलाई मिलाइयो, आफ्नै छोरी र बुढीलाई मिलाउन चाहिँ सकिएन बा। के गर्ने? हेर्नुहोस् रने दाइ, कतिन्जेल यसरी चल्छ ल भन्नुहोस् त। जीवन भनेको त लामो पो छ। कहिलेसम्म यसरी त्यो ऋण बोकेर तपाईँ जहिले पीडामा बस्नुहुन्छ ल भन्नुहोस्। मैले कतिपटक भनिसकेँ त्यो जङ्गम दाईको ऋण तिर्दिनुहोस् भनेर भनेको होइन। अब छुटेर बसिसकेपछि पनि यसरी तपाईँको भार बोकेर बसिरहनु त सक्दिनँ नि। आफ्नो बारेमा तपाईँ आफूले पनि सोच्नु पर्यो। सधैँ यसरी ऋण थाप्लोमा बोकेर हुन्छ। दुनियाँले भनेका छन्, दुनियाँले त्यो दाइले ऋण बोकेका छ, ऋण तिरेको छैन भनेर भनिरहेका छन्। मलाई नरमाइलो लाग्दैन दाइ। त्यसरी दाइ जसरी हुन्छ बचाउन सिक्नुहोस्, अनि त्यो जङ्गम दाइको ऋण तिरिहाल्नुहोस् त। यसरी हुँदैन। कसरी तिर्ने भाइ, त आफै भन् त। अहिले लिएको ऋणहरू त्यो त्यत्रो समय भइसक्यो, त्यसले सामा ब्याज गरेर कति पो लिने हो? के को कति पो लिने हो? मन परि लिन पाइन्छ? चलन चल्ती अनुसार जति तिर्नु पर्ने त्यति तिर्ने। अब उसले भोलिका दिनमा गएर धेरै हिसाब निकाल्ला, अन्त तपाईँले तिरेर सक्नुहुन्छ? हेर भाइ, तेरी भाउजू सधैँ बिरामीको बिरामी। अब भाउजू बिरामी हुनुहुन्छ भन्ने कुरो त मलाई पनि थाहा छ नि। अब के भाउजू बिरामी हुनुहुन्छ भनेर अरूसँग लिएको ऋण तिर्दै नतिरी बस्न मिल्छ त? छोड्छन् त्यसै। तिर्न त तिर्ने हो भाइ, त आफै भन् त। घर खर्च चलाउँ कि भाउजूको उपचार गरौँ कि त्यसको ऋण तिरौँ? हेर्नुहोस् दाइ, इज्जतभन्दा ठुलो पैसा होइन। तपाईँले ऋण नतिरेको कारणले गर्दाखेरि सारा गाउँलेहरू कुरा काटिरहेका छन्। त्यसरी त्यो जङ्गम दाइको ऋण चाहिँ जसरी हुन्छ तपाईँले तिर्नुहोस्। के हो, मै तिर्दिन्थेँ। अब तपाईँलाई मेरो बाध्यता राम्रोसँग थाहा छ। र पनि तपाईँले केही जम्मा गर्नुहोस्, नपुगेकोमा थपघटमा गरौँ न। तर बुहारीसँग चाहिँ कुरा नगर्नु होला। बिचारा मेरो दाइ साह्रै दुःख पाउनुहुने भयो। अभागीको खप्पर जागे ठक्कर भनेको यही रहेछ। के गर्ने, बेलामा बुद्धि पुऱ्याउनु भएको भए सायद यस्तो हुने थिएन। अब आज आएर दुःख भोग्नु परेको छ। ओ केटा, बाउ त आयो रे त। कुरो चाहिँ कहिले मिल्छ हौ? त्यो ढेडु बाँदर र तमा केही भिन्नता भएन टुले। आफ्नो घर त बिगारिस, मेरो घर पनि बिगारिस होइन? बा ढोगी, तैँले ढोगिस, मैले ठोकी। तँलाई जन्म दिने बाउ जिउँदो हुँदा हुँदै यसका आएर बुहारी भित्राउने? तेरो बाउ यो हो कि म हुँ? बुवा गल्ती भयो। ल माफी दि। ए कहाँ त्यसरी जान पाइन्छ? जसरी बेहुली अन्माएपछि हाम्रो बाटो छेक्ने चलन छ नि, त्यसरी नै मैले त बाटो छेकेँ। त्यत्तिकै लान पाइन्छ? मेरी बुहारी हो, तैँले जग्गा दलाली गरे सम्झिस् कि क्या हो? हिसाब किताब क्लियर गर्न। भित्र हिँड, तिमी खुरुक्क भित्र हिँड।
बा मलाई दिन्छु भने पैसा छ नि त्यो नदिकन त मेरो ज्यान छौन्जेल पाइँदैन म मरेँ भने मात्रै पाउनु होला कति दिनुपर्ने बोकिन त मैले खर्च त्यो 5-7 लाख बा आइया बा के होइन तैँले भगाउँदा पनि 5-7 लाख खर्च गर्नुपर्ने यत्रो धेरै खर्च तेरो बिहेमा मागेर झै बाजा बजाएर ल्याए भए यति खर्च हुँदैन थियो होला कम त दुःख गरेको छु मैले यो भगाउनलाई के कुरा गर्नु भएको तपाईँले नदी त हुँदैन निकालेर दिए नि त 5-6 लाख दिए छ त तसित बा मैले आफ्नो भएको अंश काटेर भए पनि दिन्छु भनेको थिएँ ठुल्दालाई बा के अनि तँलाई मैले अंश दिएको थिएँ र काटेर दिन्छु भन्नलाई अब मेरी बुढीले यी नानीलाई घर भित्र्याउन भनेर भनेकी थिइन् त्यति भन्दै म मेरी बुहारीलाई घर भित्र्याउँछु र यसलाई अंश लगाइदिन्छु अनि त्यो अंश लगाइदिएपछि तेरो 5-6 लाख योसित लिए पनि लि नलिए पनि नलि मलाई मतलब भएको कुरा भएन मेरी बुहारी पठाइदे पैसा त आउँछ नि उसित लिने हो बुहारी पठान पहिला ठिकै छ बाले यति भनेपछि अंश पाएपछि त यसले दिइहाल्छ नि मलाई दिन्छ पठापट नानी ल ओ मारिया भक्तपुरे फरक त नपरोस् नि फेरि अगाडि दाइ किन बोलाउनु भएको मलाई के काम पर्यो सुन्न भाइ पढे लेखेको मान्छे अलि बुझेको पनि छस् अलि राम्रो हस्पिटल बुझ्नु भाउजूलाई उपचार त गर्नु पर्यो हुन्छ दाइ अझ चिन्ता गर्नु पर्दैन राम्रै हस्पिटलमा लगेर देखाउँला पहिले त रोग के हो भन्ने कुरा पत्ता लगाउनु पर्यो नि क्यान्सरै भएको त होइन होला नि हेर्न भाइ क्यान्सर भयो कि के भयो अब उनले भन्छन् म मरेँ भने त तपाईँले अर्की ल्याउनुहुन्छ होला है भनेर भन्छे कस्तो नरमाइलो लाग्छ भाइ तपाईँलाई नरमाइलो लाग्नु पनि ठिकै हो अब भाउजू बिरामी मान्छे रोगी मान्छेले यसरी हरेस खानु आत्मबल घट्नु पनि त स्वाभाविकै हो नि त तपाईँले चाहिँ हरेस खानु भएन कि मैले भने त भाउजूलाई राम्रो हस्पिटल लगेर चेकअप गराउला भनेर त भन्छस् नि भाइ अब कुरो आयो त्यही पैसाको अब मैले कहाँबाट जोडजाड गर्नु भन् त भाइ फेरि कुरा तपाईँले त्यो पैसामै ल्याएर अड्काउनुहुन्छ अब मान्छेको शरीरभन्दा मान्छेको स्वास्थ्यभन्दा ठुलो पैसा होला जहाँबाट जसरी जो गरेर भए पनि त भाउजूलाई निको त बनाउनु परेन भन्नुहोस् त भन्न त भनिस् भाइ अब मेरा लागि तँ होस् के गर्छस् त ठिक छ भाइ अझै केही चिन्ता नलिनुहोस् म छु भने त बरु यसो गरौँ अहिले जन्मेको ऋण भन्दा पनि ठुलो कुरो भाउजूको स्वास्थ्य हो भाउजूको उपचारतिर चाहिँ हामी पहिला लाग्नुपर्छ अनि त्यसपछि जन्मेको ऋण तिरौँला हेर भाइ अहिलेसम्म तैँले भनेको वचन मैले काटेको छैन तैँले जे भन्छस् त्यही मान्छु ठिक छ दाइ ल अहिले मैले जे भनेको छु त्यसै गरौँ अहिले म लाग्छु पनि बुहारीमा खाना कुरिरहेको भने फेरि बिसाउँछु म गएन भने भात खाँदैन है हुन्छ राम्रो सुत्नु है मेस्सीको पेनाल्टी सुट र यो जगल्टेको बुट भन्ने कुरा थाहा छ कि छैन तँलाई जगल्टे बुढो मान्छेलाई गोलाएर ल्याए भइहाल्थ्यो नि किन घिसार्दै ल्याएको बिचरा मेरो ऋणले मुटुमा ढ्याङ्ग्रो ठोकेर होला मैले छोडिदिन्छ भनेर अन्न बाली गोठै सबै उठाएर लगिसकेपछि ऋण चाहिँ कसरी तिर्दा मैले गगन भाइ यो कुरो छ नि तैँले पहिले नै सोच्नु पर्थ्यो कमसुक गर्दै सोच्नु पर्थ्यो अहिले आएर भन्ने ब्याजको लोभ नभए कसले ऋण दिन्छ तिर्न पर्यो नि खुरुक्क लाएर हजुर मेरो भाका थपिदिनु पर्यो ओइ डाङ्का भाका थप्नलाई म तेरो काका हो यो जङ्गमको ऋण
ब्याज बढ्छ दिनको दिन। जङ्गम दाई, हजुर नै यो गाउँको ठुलो बडा मान्छे हो। मारे पाप पाले पुण्य तपाईँकै हातमा छ। कस्तो घामट मान्छेलाई ऋण दिएछ हे भगवान्। के को घामट हुनु नि दादा हजुर। अब यसको घरमा 10 लिटर दुध दिने गाई छँदैछ, त्यही उठाएर ल्याइदेऊ न, अब पैसा उठिहाल्छ नि भने। जङ्गम दाई, मेरो नातिले दुध नभइकन भातै खाँदैन, त्यसो नगरिदिनुहोस् न हजुर। कतिवटा स्याल मरेपछि जन्मेको यो उडार। है जगल्टे, सोध त यसलाई। लिचड के हजुर, लिचड। त्यही भएर गाई नै फुकाएर ल्याऊ भनेको मैले। ह्यान्ड क्यास दिएर गाई ल्याएर गोबर सोरेर बस्नु मैले। खुरुक्क उठा जगल्टे। के गर्नु रने दाइ, संसार यस्तै रहेछ। मेरो खुसीको लागि बाउले मलाई नै छोड्यो। हेर्नु, एक दिन तेरो बुढी पनि बुढी हुन्छ। त्यसरी बुढो बाउलाई हेला नगरेको भए चाहिँ हुन्थ्यो। हेर्नु बुढा, हामीले नै हाम्रो बाबुमा पालेका छैन, सासू ससुरा हेरेका छैन। अर्काको कुरा किन गर्नु, चुप लागेर बस्नु कि बढी नगर्नु। भाउजू छोडिदिनुहोस् यी कुराहरू। हामी गाउँलेहरूको चाहना भनेको त्यो जङ्गम दाइको ऋण कसरी तिर्ने भन्ने हो कि। हेर्नु बुढा, मेरो उपचार गराउने भनेको पनि कालो गोठालेको कठालो जस्तै हुने हो। सधैँ बाघ आयो भन्दा भन्दै एक दिन साँच्चीकै बाघ आउँदा कसैले पत्याउँदैनन्, त्यस्तै हुने हो। उपचार गराउने भन्दा भन्दै मै मर्छु होला। अनि आनन्दै कस्तो कस्तो रोगको उपचार हुन्छ भाउजू। कस्तो डराउनु भएको तपाईँ मर्छु भनेर। पहिला रोग चाहिँ के रहेछ त्यो पत्ता लगाउनु पर्यो कि। हेर्नुहोस् बाबु, स्वास्थ्य चौकी जानुभन्दा पहिला पैसा चाहियो, उपचार गराउन पनि पैसा चाहियो। पैसा छैन। बुढाईसँग डराइ भए पनि उपचार गर्छु भन्थ्यो भाइले। खै के गर्ने हो। ए बाबु, यति साह्रो झोक्राएर किन बस्या? के गर्नु काकी, जङ्गमको ऋण तिर्ने दिन आयो। ऋण कसरी तिर्ने भनेर झोक्रेर बसिरहेको। के गर्नु त बाबु, ऋण लागोस् दिन नलागोस् भन्छन् बुढापाकाले। यो त उखानै मात्रै हो। तर ऋण लागेर केही पिर्लिन पर्दैन, दिन नलागे भइगयो नि। के गर्नु काकी, मलाई त दुइटै लाग्यो। ऋण पनि लाग्यो, दिन पनि लाग्यो। यही वर्ष बाउसँग छुटेर बसेको। बरु ऋण चाहिँ तिर, वस्तु भाउ उठाउन चाहिँ नदेऊ है। के गर्नु काकी, शोक भोकै हराउने बनायो। ए बाबु, थाहा छ तिमीलाई एउटा कुरा, त्यो ऋण र दही चिउरा एउटै रहेछ नि। ऋण पनि लिँदा थोरै, दही चिउरा खाँदा पनि थोरै खाए, ढाडेर पेटै यामानको हुने। ओहो, साह्रै गाह्रो छ यो ऋण भन्ने कुरो पनि। ल अहिले म लागेँ है, मेरो अलिकति काम छ, बेलामा तिर्नु अरूको। यो के हो त? खेले गर्छ यो त, मर्दै मर्दिन। तैँले सलाह फेर मर्छु म मर्दैछु। इ मरिस् त आजै के खाला त जहिले सुनेको चाहिँ गर्छ यो त। किन खेलेको नि अन्त मरिस् त। म त फेरि ले मेटाउनु आजै कस्तो खालको मान्छे रहेछ। आफू पनि खेल्नु छैन, अरूले खेलेको पनि बिगार। ल तेरो गोटी म खेल्दिनँ, नखेल भन्नु जा। अर्का घर गएर भित्र टाल्न पनि जा। मैले सुख दिएको पछि नै तिमीहरू मैले हो यसले जो यसले हो दाइ यसले मैले हैन। जाऊ त तैले हैन, तैले हो तैले हानेको हैन त्यहाँनिर, तैले हो। तिमीहरू यहाँभन्दा कति हुर्किने। एक डोको घाँसै काटे नि हुन्थ्यो, भात तरकारी पकाए नि हुन्थ्यो, खाली गोटी खेलेर बसेको छ। दाइले पाल्न नसके बहिनीहरू कुन चाहिँ जोइले पाल्छ।
तैँले गर्दा बित्थामा गाली खानु मैले गर्दा हो नि तैँले गर्दा हो त्यस्ताको ऋण नबोक्नु तपाईँले ऋण तिर्नु भएन भाइ तिरौँला भाइ तिरौँला रिवाज दाइ रिसाउँदै आउनु भएको छ त अझ पनि जङ्गम दाइले रने दाइलाई हात उठाए क्या हो चुप लाग त आज त्यसले मेरो दाइमाथि हात उठाए भोलि त माथि हात उठाउला होइन त्यस्ता मूर्ख भनेर थाहा पाए भाइ किन तिम्रो त्यस्ताको ऋण बोक्छौ के गर्छस् भाइ पैसा भनेकै अप्ठ्यारो ठाउँमा हुँदो रहेछ बिचारा रने दाइलाई पनि ऋण लिनु त कहाँ मन थियो होला त ठिक भनिस् भाइ चुप लाग्नुहोस् तपाईँ पनि तपाईँले कति भन्नु दाइ अर्काको ऋण लिएपछि समयमा तिर्नु पर्दैन अहिले हेर्नु त आफ्नो समस्या समाधान गर्नको लागि सजिलो बाटो खोज्दा खोज्दै झन्झन दलदल झन्झन अप्ठ्यारो फस्नु भएन तपाईँ अर्का कुटै खाएर यसरी बस्ने हो अर्का ऋण तिर्दैपछि त्यसले हात उठाउन त सक्दैन थियो नि तपाईँलाई तपाईँले भन्नुहोस् त रिवाज दाइ दाजु भएको कुरा त घरमा गएर गर्नु न यसो छरछिमेकीले सुन्यो भने आफ्नै बेजेत हुन्छ जङ्गम दाइलाई मेरो पनि ऋण थियो अलिअलि बाँकी छ मैले त तिर्दै गइरहेको छ दाइ सुन्नुहोस् अब भएको ऋण हजुरले पनि तिर्दिनुहोस् त्यसरी टेन्सन लिएर नबन्छन् ल म दाइ गएँ है म ल सुन्नुभयो नि दाइ तपाईँले ऋण त उसले पनि त लिएको रहेछ नि त अब सबै तिरेर अलिअलि मात्रै बाँकी छ हो यस्तो हुनुपर्छ मान्छे तपाईँ ऋण लिने नतिर्ने अनि हेर्नुहोस् त अर्काको हातको खुट्टा खाएर बस्नु हो हेर्नुहोस् दाइ ठिक छ ऋण लिनुपर्छ साह्रो गाह्रो पर्छ सबैलाई तर ऋण भनेको धेरै समयसम्म बोकेर बस्नु हुँदैन त्यसले त झन् दलदलमा फसाउँछ दाइ त्यसैले हेर्नुहोस् उसको ऋण तिर्दिहाल्नुहोस् त्यसै नबस्नुहोस् जाक शून्य त साह्रै शून्य हुने रहेछ हामीले छोरा बुहारीलाई छुटाउनु नहुने रहेछ नि टिमुरी आमाले भनेको कुरा नमान्ने जो पाए त्यही ल्याउने कसले सँगै राख्छ त यही कुरामा बाआमा किन जुझ्नु पर्यो त उनीहरूले आफ्नो घर गएर खाइरहेछन् क्यारे के गर्नु त छोरी तँलाई अनुहाएर पठाएर बुहारी भित्र्याउनु पर्ने हो न तँलाई अन्माउनु पाइयो न बुहारी भित्र्याउनु पाइयो तपाईँ धेरै जहाँ पनि जान्ने भएर नगर्नु त बुढो अब यसलाई अन्माएर पठाएपछि हामी बुढाबुढी एक्लो हुँदैनौँ हाम्रो सेवा कसले गर्छ तिम्रो पनि मैले पुरै बुझ्न सकिनँ टिमुरी हिजो अस्तिसम्म छोरीले बिहे गरेर पठाइदिइहालौँ भनेर भन्थ्यौ अब आज पठाउनु हुँदैन भनेर भन्थ्यो के हो हाम्रै आमालाई पनि औँसी पुर्ने लाग्छ क्या बा के बोल्नुहुन्छ केही पत्तै पाइँदैन तपाईँ पनि कुरै बुझ्नुहुन्न क्या बुढो अब छोराले हेर्ला पार्ला भनेर सौताको छोरीलाई बिहा गरेर पठाइदिउँ भनेको आखिरी यही सौताकै छोरी काम लाग्ने भयो हो हेर सौताकी छोरी भनेर कहिले पनि हेला गर्नु हुँदैन यही भएर आखिरी नारीको हेर त कति रूप हुन्छ हजुर खेतबारीको काम तिमी गर छोरी मान्छे हो भन्दैमा सधैँ घरको काम चाहिँ मैले गरेँ त पनि तिमी गर के हो बारु किन टल्ल परेर हेरेर बसी अब तिमी र म पो यो घरको श्रीमान श्रीमती हो म श्रीमान तिमी श्रीमती उहाँहरूको त श्रीमती श्रीमान हुनुहुन्छ अनि श्रीमान चाहिँ श्रीमती हुनुहुन्छ हेर त त्यो हेरेर पनि त थाहा हुन्छ साह्रै गाह्रो हो दाइ तपाईँलाई विचार नुन खाएको कुरा जस्तरी झोक्राएर भन्नु भाउजू अनि यो कपाल चाहिँ लट्ठा कसरी पार्नु भयो तपाईँले मेरो पनि कपाल लट्ठा पार्नु पाए हुन्थ्यो लहेर त लट्ठै लट्ठा मेरो कपाल लट्ठा पारेकोमा तपाईँलाई के त रिस भयो बाबु एकचोटि पाएको जुनी रमाइलो त गर्नु पर्यो सधैँ भाडा कुचो गरेर त हुँदैन रमाइलो त गर्नु पर्यो नि बाबु ओहो लहेर त भाउजूको सोचाइ भाउजूको विचार होइन भाउजू यसरी कपाल लट्ठा पार्दैमा रमाइलो हुन्छ त जिन्दगी भाउजू हामी छोरीचेली रमाउने भनेको माइतमा छन्जेल मात्रै हो बिहे गरेर आइसकेपछि त आफ्नो श्रीमानलाई सासू ससुरालाई घरको काम बाहिरको काम सबै काम गरेर खुसी राख्नुपर्छ त्यही नै बुहारीको दायित्व हो
अनि यसरी हिँड्दा त गाउँ समाजले के भन्छन् भन्नु त? मैले पनि त्यही भन्न खोजेँ। दाइलाई हेर्नुहोस् त, कति मिहिनेत गर्नुहुन्छ, कति काम गर्नुहुन्छ। एउटा छोरो मान्छे भएर त्यसरी खेतको काम मरिमरि गर्नुहुन्छ। कम्तीमा तपाईँले अलिकति साथ दिनुभयो भने दाइलाई कति सजिलो हुन्छ भन्नुहोस् त। अनि दाइ भने चाहिँ मर्ने गरी काम गर्ने, अनि तपाईँ भने चाहिँ यसरी कपाल लट्ठा पारेर हिल जुत्ता लगाएर ठिमठिम पर हिँडेर हुन्छ त? सोच्नुहोस् त अलिकति। तपाईँ छोरी होइन, बुहारी हो त्यो घरको। एउटा कुरो राम्रोसँग सोच्नुहोस् त। ल, भोलि तपाईँहरूको पनि छोरा होला, अनि तपाईँको छोरालाई पनि बुहारी बिहे गरेर ल्याउला। अनि तपाईँको बुहारी अहिले तपाईँले जस्तै हिँड्यो भने तपाईँलाई कस्तो फिल हुन्छ, कस्तो लाग्छ सोच्नुहोस् त। हो, भोलिका दिनका कुरालाई पनि सोचेर आजबाटै सही कदम चाल्नुपर्छ के भाउजू। यसरी हुन्न, यसरी घर चल्दैन। भयो बाबु, यो खालको कुरो नदोर्याउँ। जति भने नि यसलाई लाग्दैन। अब म आफै यो घोटिनी भनेको के गर्नु। अब कुकुरको पुछार 12 वर्ष ढुङ्ग्रामा राख्छ नि सोझिँदैन भन्थे, यही होला। के रे म कुकुरको पुछार अरे के म कुकुर हो? देख्नु हो त बाबु, म गर्छु आग्रा कुरो, यिनी गर्छन् गाग्रा कुरो। मैले भने मान्ने भयो त यो गति नै हुँदैन थियो नि। मेरो हालत यो छ, यिनको हालत यो छ। देख्नु भयो त भाउजू, नरिसाउनु न। तपाईँले कुरा बुझ्नु भएन के। दाइले भन्न खोज्नु भएको कुरा अर्कै हो, तपाईँले बुझ्नुभयो अर्कै। दाइले कहाँ तपाईँलाई कुकुर भन्न खोज्नु हो? जति सम्झाए पनि बुझ्नु भएन पो भन्न खोज्नु भएको नि। अलिक कुरा बुझेर कुरा गर्ने गर्नुहोस् न। लो बाबु, धेरै सम्झाइराख्नु पर्दैन। तपाईँ आफ्नै श्रीमतीलाई सम्झाउनु, तपाईँ राम्रो रहनु, त्यसै राम्रो छ। खेतको बारी काम गरेर मेरो लुगा धुइदिने त्यहाँ। देख्नुभयो त बाबु, मेरो जिन्दगी यस्तै छ। पहिले बुद्धि पुर्याए, अब अहिले आएर दिमाग घुस्यो। के गर्नु, नखाउँ भने दिनभरिको सिका, खाउँ भने कान्छा बाबुको अन्न भने यही हो। अब सरिया राम्री इज्जतदारी छ भनेर भित्राइहाल्यो। कसैले त भित्राउने बेलामा बधाई पनि दिएका थिए। अब अहिले त के गर्नु, यस्तै देखिन थाले। गाउँकाले नै सबैले हेला गरी भन्छन्। अब बुझ्दिने कोही छैनन् बाबु मेरो त। ल बाबु, जति कुरो गरे पनि यस्तै हो। म चाहिँ लागेँ, अब फेरि खेतमा काम गरेर आएर कपडा धोइदिनु पर्छ। अघि सुनिहाल्नु भयो हजुरले। अब फेरि अहिले सुकेन भने भोलि आउने बेला मारिहाल्छ। ओहो हो रहेछ दाइ, तपाईँकै रहेछ काम चाहिँ टन्नै। कति साह्रो बिजी हो तपाईँ, कति साह्रो व्यस्त। यो गाउँमा तपाईँ जतिको व्यस्त त कोही छैन होला। लु जानुहोस्, अब खेतानी जानुहोस्, कपडा नि धोइदिनुहोस्, सुकाइदिनुहोस्। मार्नुहुन्छ भाउजूले, जानुहोस्। हस् बाबु, म लागेँ। पारु, नबुझ्ने बुहारी र नबुझ्ने श्रीमती पर्यो भने पनि घरमा साह्रै गाह्रो हुन्छ। अब हेर न, त्यो दाइरा भाउजूको त के भयो। ल, म गएँ त। भो भाइ आएको भनेर फुर्ती नदेखाउनुहोस्। आमाले भने जस्तै आमा बनिने कोसिस गर्नु न। हामीलाई माया गर्नु, हेला नगर्नु न। हेर भक्तपुरे बुढो, सासू भनेको सासू हो, आमा भनेको आमा हो। हेर बुढी, तिमी पनि यो घरको बुहारी बन्ने कोसिस गर। जहिले नै आमासँग किचिच झगडा मात्रै गरिबस्ने होइन, खुत्रुकै पारेर। यो घरमा नि सासू ससुर र बुढो रिसाउनलाई केही कारण चाहिँदैन। खुब बाठी भइसकेस् त आजकल। तर के गर्नु, यो घरमा न छोरो न बुढो हुँदा बुहारीले सुधा टेर्दैन। तर आफ्नै भाइले सुधा नराम्रो भनिसक्यो मलाई यहाँ। कता गएर आयो है नानी तिमी? कता हिँड्नु नि, कुन चाहिँ सुन लाउने भनेर बुझ्नु हिँडेको। जब बुढोले लाख रुपियाँ पठाएछ, त्यही पनि कुन चाहिँ सुन लाउने म भनेर यहाँ फुर्ती गर्न आउँछौ तिमी चाहिँ। जब एकचोटि किन्ने सुन त भने बुझेरै किन्नु पर्यो भनेर पो नरिसाउनु न। जब 1 लाखको सुन लाउँछु भनेर त्यत्रो फुर्ती तिम्रो। मैले लाउन खोजेँ भने कति लाउँछु होला तिमीलाई थाहा छ? खै के लाउनु होला र तपाईँले सुन। गाउँले बा छोरा बुहारीले त हेला गरेको देख्छु म। तिमीहरू गाउँलेलाई मेरो कुरा नकाटी नहुने होइन। मेरा कुरा काट्ने यी गाउँलेलाई हातको पानी समेत नदेऊ भन्छु म मेरो बुढालाई। होइन, कसलाई के भन्दै हुनुहुन्छ हो? तिमीलाई भने नि के रितो टोकल लिएर लक्ष्य गरेर मेरो घरको अगाडि हिँड्नुपर्छ तिमी। टोको सोको फाल्दिन्छ अनि गाउँले बाको श्रीमती भएर बिसाउनु मात्र जाने रहेछ तपाईँ त।
यी गाउँलेहरू तिनीहरूलाई पखान मैले जानेछ के गर्छु भनेर। कुसंस्कारीहरू मैले हिर्काएको त्यसले त हिर्काएको अनि त्यसले चाहिँ के बोल्यो देखिनस्? तिमीहरू दुईटीको कारणले काहीँ पनि मैले ठाडो सिर गरेर हिँड्न पाइनँ। तिमीहरूको बुद्धि चाहिँ कहिले आउँछ? यसलाई चाहिँ तपाईँ कहिले कराउने होइन, खालि मलाई मात्रै जहाँ पनि कराउनुहुन्छ। तँलाई मात्रै करा देख्छस् तैँले पनि, मलाई पनि कति कराउनुहुन्छ देखिदिनस्? चेलीबेटी हुन्, सानैदेखि माया गरेर हुर्के, भरे उज्यालो हुन्छ भनेर अहिले टाउमा टेक्छौ होइन तिमीहरू? यो कहाँ यो कोहीसँग मिलेर बस्न नसक्ने, यसले गर्दा जहिले मैले गाली खानु पर्ने। धेरै नबोल है त, त्यो प्रेममा मैले त्यत्तिकै हिर्का हो, दाइको कुरा काटेर हिर्का त हो नि मैले चप्पलले त्यसलाई। धेरै नानी हो, अहिले पनि मेरो घरमा छौ, तिमीहरूले जे गरे पनि म सहन्छु। भोलि बिहे गरेर बुढा घरमा गएपछि के हुन्छ? को जान्छ बुढो घर, यो जान्छ होला। म किन जानु पर्यो, तै जान। साँच्चीकै जागिनस् न पहिला, म किन जाने, तँ जान। के भन्न यस्तै केटा? अब अनुहार हेर्दा माग्ने परेछ, माग्ने आयो होला नि। हजुरलाई त्यति पनि थाहा होइन? के गर्नु बा आमा, भाग्यले त मलाई ठगो त्यो भन्दा नि धेरै त त्यो अकाडे ठुलेले ठगो मलाई। के गर्नु त बा आमा म? कस्तो के गर्ने, हात खुट्टा सग्लै छन्, झोला बोक्ने कमुनतिर लाग्ने। ए टिमुरी त्यसो नभन न, के भने कि तिमीले? गाउँका युवाले के गरौँ बा आमा भनेर सोधेपछि राम्रो सल्लाह दिनु परेन? गाउँका युवा जति सबै विदेशतिर लागे भने हाम्रो मलामी चाहिँ को हुन्छ भन त? ल बाबु भन्, मैले के गरिदिनु पर्यो तँलाई? के गर्नु र बा, हजुरको बुहारी भगाउँदाखेरि 1-1.5 लाख रुपियाँ दिउँला भनेर त त्यो ठुलेले दिएन। अब यसो 1-2 लाख रुपियाँ हजुरले नै लगानी गरिदिनु पर्यो मलाई बा। तेरो बाउले कमाएर राख्ने छ र तँलाई हामीले 2-4 लाख रुपियाँ सहयोग गर्नुपर्ने। ए टिमुरी किन तातो रिस गरे कि? भए त दिनुहुन्थ्यो नि। तपाईँ धेरै जानी भएर नबोल्नु, खर्क भित्र हिँड्नु। ल हरेक कुरा जान्ने हुनुपर्छ बुढो मान्छे भएर। के गरे? ल ल ल तिमीहरूका ढोका त लात्ताले हानेर फुटाउन मन थियो नि, तर के गर्नु, तिमीहरूले ठगे होइन, त्यो अकाडे ठुलेले ठगेको। ठिकै छ। कता गएर आयो भाउजू? हुन त के भाउजू भन्नु, अब नन्दाहरू स्याहार्नु पर्छ भनेर बिहा नगरिकन बस्नु भएको छ। सियानी जस्ता नन्दाहरू छन् र फेरि उहीसँग बे हुन्छ भन्ने छ र मेरो? के को नाम जोडिरहनु भएको नि? अब बिहा गर्दिन भनेर के फुर्ती लाग्छौ नि? उता परालको कुनीमा गएर चुप्पा खाएको मैले यी आँखाले देखाएको थिएँ। दुईवटा बहिनीहरूको बिहे नगरिकन म बिहे गर्दिन भन्ने मान्छेसँग पनि बिहे गरेर सुख पाइन्छ त? बिहे गर सुख पाइन्छ, के रोमान्स मात्र गर्छौ? बिहे गर्ने बेला त तपाईँको नि भयो नि, कति काकाले पकाएको भात खानुहुन्छ, कहिलेकाहीँ त आफ्नै बुढीले पकाएको नि खानु नि। नचाहिने कुरा नगर, गर्दिनँ म बिहा गरे पनि यो गाउँको केटी गर्दिनँ म, सहरकी केटी बिहा गर्ने हो। ए सहरका केटी यस्ता हुलिया भासँग बिहे गर्छन्? लाज ढाकेको छु, ठिकै त छ नि, के छ यो हुलिया? छोरो ए भाग्दा बुढी, ओ छोरो। हजुर बा, हामी भित्रै छ, आउनुहोस्। हेर छोरो, सधैँ घर रुँगेर मात्रै हुँदैन, भएको जति खाँदा खाँदै सिद्धिन्छ। कति नै छ र, केही काम गर। कमाउनु नि कहाँ जाने र बा, अब यिनी एक्लै घर बस्नु मान्दिनन्। यो उमेरै यस्तै हो क्या बाबु। श्रीमतीले श्रीमानलाई छोड्न मन नलाग्ने, श्रीमानले श्रीमतीलाई छोड्न मन नलाग्ने, तर कमाउन त उमेरमै कमाउनु पर्यो नि। मेरो उमेरमा कमाउँछु भनेर हुन्छ? हुँदैन नि, सकिँदैन। के गर्ने बुवा, मेरो एक्लै बस्ने बानी छैन, उहाँ कमाउन गएपछि म एक्लै कसरी बस्नु? सुनिहाल्नु भयो बुवा बुहारीको कुरा। हेर बुहारी, तिमीहरूको यो माया गर्ने उमेर त हो, तर मायाले मात्रै जिन्दगी अगाडि नबढ्ला।
धन सम्पत्ति पनि त चाहिएला नि। त्यत्रो त्यत्रो ऋण काटेर आँगन खोलेर झ्याङ झ्याङ बाजा बजाएर ल्याएको श्रीमतीलाई छोडेर काहीँ विदेश जान्छु होला त म। ठिक दाइ ठिक। विदेशबाट फर्किँदा न श्रीमती न धन धुरु धुरु रुन्छ मन पुतलीगढ मिलाएर। श्रीमती हिँड्छन् भनेर धनै नकमाइ बस्नुहुन्छ त तपाईँहरू? श्रीमती त पाल्नु पर्ला। वनको बाघले खाओस् कि नखाओस्, मनको बाघले चाहिँ पहिले खान्छ नि उहाँहरूलाई। को हिँड्छ र? घर धानेर बसेका नि छन् नि। अब तिमीहरूले भनेको नि राम्रै हो, सधैँभरि श्रीमानले मात्रै श्रीमती पाल्नुपर्छ भन्ने नि छैन। कहिले कहिले त श्रीमतीले पनि श्रीमान पाल्दा नि हुन्छ। ठिक दाइ ठिक। कहिलेकाहीँ त श्रीमतीको कमाइ खान पाए पनि साह्रै रमाइलो हुन्थ्यो होला पुतलीगढ मिलाएर। जस्तो श्रीमान बोले पनि श्रीमतीलाई चाहिँ हँसालेरै बोल्नुपर्ने हो। ल म चाहिँ लाग्यो। आफ्नो कमाइ भएन भने घरको श्रीमतीले सम्म हेर्छु। किन र दाइ तपाईँलाई हेला गर्नु भएको छ र भाउजूले पुतलीगढ मिलाएर? के मैले हेला गर्ने बाबु? उहाँले भने जे पनि मान्नुपर्छ, मैले भने केही मान्ने होइन। भए पनि नहुनु, नभए पनि नहुनु भन्ने चिज के हुन्छ थाहा छ? ए किन थाहा नहुनु दाइ? पैसा हो नि पैसा पुतलीगढ मिलाएर। कति न थाहा भयो। श्रीमती के हुँदो श्रीमती। ए ठुले तैँले यति राम्रो जोडी बाँधेर पुण्य कमाएको छस्। पुण्य फेरि पैसा माग्न आएर यो पुण्य खतम पारेर पाप कमाउने बाटो गर्न आँटी। होइन कस्तो दोहोरो चरित्र हो बा तपाईँको? लाज लाग्दैन? तपाईँले भन्नुभयो होइन भक्तपुरेलाई म अंश दिन्छु, अंश दिएपछि त्यही बेचेर दिन्छ भने होइन तपाईँले? नचाहिने कुरा गरेर कहिले आएर हे? अब हिसाब किताब तिमीहरूको हो के अरे, मलाई चाहिँ थाहा छैन बाबु। ठुल्दै यही बाउको छोरो न परिस्? तेरो नि त्यही त हो नि पारा। दोहोरो चरित्र होइन? बिहे नहुन्जेल आमाको फरियाभित्र पसिस्, अब यही बाउको सुरलभित्र छिर। तर नि मेरो पैसा चाहियो। हेर ठुले, तँलाई यसै गरी कुरा नबुझ्ने भनेर सारा गाउँलेहरूले तँलाई अक्कडे भनेका हुन्। अब हिसाब किताब तेरो हो, कसरी चित्त बुझाउनु पर्छ बुझा। ल बुहारी हेर केटा, बाउको सहयोग छ भनेर मक्ख नपर। यो गाउँमा नि म जतिको अप्ठ्यारो कोही पनि छैन, अनि म जतिको सोझो र कुरा बुझ्ने कोही पनि छैन। कुरा बुझ, मैले त्यतिकै छड्नेवाला छैन। ए बुढा, ए ठुल दाइले हाम्रो बिहेमा सहयोग त गर्नुभयो, तर साह्रै पेल्नु भयो के? यो अकराले पेलेर के हुन्छ र? पैसा पाए पो जा। अब जाऊ भित्र। प्रगति गर्न सकिएन, अब ऋणपान खोजेर बाटो लाग्नु पर्ला जस्तो छ। कसले पो प्रगति गरेछ र? हामी पनि त्यस्तै त हुने। आँखाउँदो फुलु पड्या भनौँ भनेपछि देख्दैछु म, नाइ भनेपछि क्या देख्दैछु म? जानुपर्ने पुरै हो, यस्तो बिजो क्या हेर्नु? अब पुरै जानु पर्यो। हे भगवान्, फेरि अक्को बिजो गाई लाग्यो। क्या न उभाबाट हट्यो भने हौ, यही बाटो जानु कि यही बाटो? म यता जानुपर्ने, किन यता जानु हो र? बुझ्दै हौ, यही बाटो गए क्या थाहा पाउने हौ? यही बाटो गए पो थाहा पाउने हौ त। यसि जाऊ यसि। मलाई यो बाटो गएर के थाहा पाउनु छ र? म यही बाटो जान्छु, छोड्नु। अब तम्रा पैको चट्टीलाई हेर्ने भए यसि जाऊ, नत्र यही बाटै जाऊ। त्यहाँ टुलु टुलु पऱ्यो हेरे जाऊ, गएर दाउरा ठुलाले रन्काउनेमा जाऊ टिकाउँदो। जे गरे पनि उमेर नै गर्नुपर्छ। कस्तो उमेर, के को उमेर? छरछिमेक छैन? धन्न यही बाटो आएछु, कि त मेरो आँखै नहुनु पर्थ्यो? यसले के भनेर गए? कोही त मैले नि बुझिनँ। हामी जोइका अगाडि अक्की छोटी त गफरी नबस्ने, अझ केही बुझेन भन्ने? होइन ओइ, के भनिस् तैँले मेरो बुढले? केही भनिन। तपाईँ दुईजना कुरारी बसेका छेउ, त्यही देखाइदिएँ मैले। त्यसले गलत बुझी, जाऊ त सम्झाऊ। टिमुरी, हामी यसरी मजाले खाजा खान थालेका छौँ। छोरा बुहारीले खाए कि खाएनन् कुन्नी?
त्यस्तो माया लाए लडिदिनु आफ्नै भाग। ए बाबा त्यो बुहारी अर्काकी छोरी भए पनि छोरो त तिमीले जन्माएकी होइनौ, कस्तो माया नलागे होला। लाग्दैन मलाई त्यो नलागेको माया सा। अब चिन्ता लिएर के गर्नु त बा, छुट्टिएर बसेका भाइ बुहारी मिठै खान्छन् नि। अब मिठो खाए पनि नखाए पनि छुट्याइहालियो छोरी। आफ्नै आमाले वास्ता गर्दिनन्, म मात्रै कति कराएर। 2-4 महिना पछाडि आमाको रिस मर्छ अनि यहीँ ल्याएर राख्नुहुन्छ क्या भाइ बुहारीलाई, चिन्ता नगर्नु तपाईँ। त्यो बिरेको छोरीलाई यो घरभित्र भित्राउने हो भनेदेखि पहिला मेरो यो घरबाट लास निस्किनु पर्छ अनि मात्र भित्रिन्छ त्यो। छोराकी आमा भएर धेरै घमण्ड नगर टिमुरी, बुहारीसित झुक्ने दिन पनि आउला। होइन है, आमासित झैझगडा परे पनि बाउ र दिदीसित त बोल्न हुन्थ्यो होला नि। के हो उषा, नयाँ दुलाई भइसकेपछि यसो मान्ने मान्छेको अगाडिबाट हिँड्दा यसो सल ओढेर हिँड्ने गर्नु नि, के ठाडी भाकी नि। 9 महिनासम्म कोखमा राखेर जन्माएको आमाको चाहिँ तँलाई माया नलाग्ने, यो कोही न कोही बिरेको छोरीको चाहिँ माया लाग्ने तँलाई। मेरो आँगनबाट गइहाल त। तेरो बाउ छ यहाँ साथमा, डराउनु पर्दैन। तिमी पनि त्यहीसित जाऊ। हामीले गल्ती गरेकै हो आमा, अब त हजुरहरूले पनि माफी गर्नु पर्यो नि। बरु टिमुरले पर गर्न छोड्ला, हाम्रो आमाले माफी दिन्न के। सुन बिरेकी छोरी, मसित कुरा गर्न हैसियत पुऱ्याएर आइज। मसित कुरा गर्ने तेरो हैसियत छैन। यिनले माफ दिएर हुन्छ, म दिन्न। खैले खुले हेर बुहारी, सासूले यसो भनिन् भनेर चित्त दुखाउनु हुन्न। तिमी पनि त एक दिन सासू बन्नुपर्छ। चित्त दुखाकी छैन बुवा, आमाले मलाई कहिले बुझ्नु नि हो, त्यही कुराको दुःख लागिरहेको छ। मेरो आमा हो क्या उषा, 1-2 दिन त म आमालाई फकाइहाल्छु नि। स्याबास बुहारी, चित्त दुखाकी रहन्छौ, खुसी लाग्यो। पिर नगर, चिन्ता नगर, एक दिन हामी परिवार एक हुन्छौँ। अहिले कहाँ जान लाग्यो कि हो, जाऊ। बुवा पनि के चित्त दुखाउँथ्यो त्यसले, दुखाकी छैन क्या। बिरेकी छोरी पो हो त, चित्त दुखाकी भए हाम्रो भाइ यस्तो अप्ठ्यारोसँग आउँथ्यो त। हाम्रो पक्षमा बुद्धि नि बुवा दिदी हुँदा हुँदै यस्तो बुझ्यो कि बुढीले पनि चित्त दुखाउँछ। जा अब जाउँ। अब ससुरालीले दाइजोमा दिएको त्यत्रो खाड छ, रिसाउने बेला यस्तो झाडीतिर आएर रिसाउनु परेको छ पुतलीगढ मिलाएर। अब नराम्री स्वास्नी ल्याउँ भने साथीभाइहरूको अगाडि मुख देखाउनै लाज। अब राम्री स्वास्नी ल्याउँ भने अब उनीहरूको इच्छा आकाङ्क्षा पुरा गर्न गाह्रो छ। अब साथीभाइहरूको अगाडि आफ्नै मुख देखाउन लाज भने पुतलीगढ मिलाएर। के चाहिँ इच्छा पुरा गरिदिनु भएको छ र यत्रो सान देखाएर अब सान भनेकै तिम्रो अगाडि देखाउने त हो नि, अरू कसैले गर्दैनन्। झन् आजभोलि त तिमीले पनि गर्न छोड्यौ पुतलीगढ मिलाएर। गरिबको माया धन सम्पत्तिले गर्दा पर्ने पो छाया पुतलीगढ मिलाएर। सम्पत्ति खोजेको होइन, समय त दिन सक्नुहुन्न। ठिक छ, आजलाई साँझ पर्यो, अब उठेर जाउँ पुतलीगढ मिलाएर। हिँड 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 जाउँ। के सोचिरहनु भएको बुढो? के सोच्नु, बिहे गरेको यत्रो वर्ष हो, तिमीलाई सुख दिन सक्दैन। किन सोचिरहनु पर्यो त? तपाईँले सुख दिनुभएको छैन भनेर मैले कहिले भनेकी छैन त। भए पनि त कति सुख दिन्छु भनेर ल्याएको। अहिले पो हामी गरिब छौँ त, हामी पनि कुनै दिन त धनी भइएला नि। हामीले त आशै मारिसक्यौँ बुढी, अब हामी धनी भइएला भने केही गर्न सकेको छैन, केही गर्ने आँट। सास छौन्जेल आसमान हुँदैन भन्छन्, हामी पनि कुनै दिन धनी भइएला नि बुढा। आश चाहिँ मार्नु हुँदैन है। परिसक्यो लभ, गर्न पर्ने सब पुतलीगढ मिलाएर। किन गर्नु पर्यो त? ल भोलि भेटे नि हुन्थ्यो। संसारमा मलाई सबै चिजको विश्वास लाग्छ, तर यो भोलि र गोली भन्ने चिजको चाहिँ विश्वासै लाग्दैन कि पुतलीगढ मिलाएर। त्यही भएर त आजै भेट्या हो नि। अब भोलि भने तिमी फ्याट्टै अन्त पहिला जाउली, अब गोली भने आजै पड्केला। अहिले चाहिँ जानुहोस् कि अरूले देख्छन्। कस्तो कुरा नबुझ्या, देख्छन् होइन बाटो छेक्छन् के पुतलीगढ मिलाएर। आफ्नो भाग्यमा छैन भने नि ठुले अर्काको बिहे गराइदिएर पैसा कमाउँछु भनेर हुन्छ कहीँ? मलाई दिन्छु भने चिज चाहिँ मलाई चाहियो। यदि होइन भने यो भक्तपुरेसँग छिमेकीको सम्बन्ध चाहिँ तोडियो।
बासँग सहयोग माग्न घरमै गएर त आमाले लोकपा खर पठाइन्। अब बाको लोकपा तिमीले खाउला नि ठुल्लाई, विचार गर। अब हेर केटा हो, भक्तपुरेलाई मैले छुट्टै राखिदिएको छु, तिमीहरूकै छिमेकी हो। अब उसित भए देला, तर दिएन भनेर हेला चाहिँ नगर्नु नि तिमीहरूले। त्यही त भक्तपुरले सुहानी पाइहाल्यो, तपाईँले बुहारी पाइहाल्नुभयो, मरे त यो ठुले। यो ठुल्लाई बासँग रिसेर के गर्नु? बाले दिने त भक्तपुरले दिइसक्नु भयो त, नहुने त त्यो भक्तपुरै हो क्या। मैले भन्ने कुरा तिमीहरूलाई भनिहालेँ। यति भन्दा भन्दै पनि तिमीहरूले मेरो भक्तपुरेलाई दुःख दियौ भने नि मभन्दा नराम्रो तिमीहरूको लागि कोही हुँदैन, याद गर। भन्दै थिएँ नि मैले त, अब बालाई रिस उठो, अब बाको लोकपा खान्छौ तिमी ठुल्लाई। अहिले म जुरुक्क उठेर तिनिक्क तन्केर टेक्नी हातले हान्छु अनि खालास् त। अहिले जा फुर्को निस्किया त, जा भने सुन्दैनस्। आफू कमाउनु सक्नु छैन अनि आफूभन्दा सानालाई नछर्का त। मैले भनेको कुरा बुझी छैन। ओए भक्तपुरले सुहानी पाइहाल्यो, बाउले दिन्न भनेर गइहाल्यो, तँ किन बसे? जा। ए ठुल्लाई, भक्तपुरेको बाउसँगको डिल होइन नि त, तिमीसँगको डिल हो। मलाई त चाहियो नि, त्यसै कहाँ छोड्छु म? ल ल कमाएँ भने तिमीलाई मैले, तँ बसेर। अब मैले कुन हालतमा बिहे गरेका थिएँ भन्ने कुरा तँलाई थाहा छँदैछ। त्यस्तो बेला त मलाई साथी चाहिएन, तँलाई बिहे गर्दाखेरि किन चाहियो साथी? गरिदिएँ बिहे। अब तपाईँ पो ठुलो बडा मान्छे, कसैले केही भने नि पैसा छ तपाईँसित, मान्छे चुगो लाग्छन्, हामीसँग पैसा छैन, के गर्ने? अब त्यो बिहे गर्नलाई साथी त चाहियो नि हामीलाई। उसको बुढो बाहिर गएको कति वर्ष भयो, अहिलेसम्म फर्किया होइन, अटो पत्तो केही छैन। खुरुको नै बिहे गरे भइगयो नि, किन चाहियो साथी? उसकी छोरीलाई बाउको माया दिनु, उसलाई बुढोको माया दिनु, भइगयो नि। अब हजुरले त्यसो भन्नुहुन्छ, यही समाजले कुरा काट्दाखेरि कोही बोलिदिने मान्छे हुँदैन। यत्रो वर्ष भइसक्यो ऊ आउँदै आउँदैन। मलाई पनि बिहे गर्ने रहर त होइन नि, बाध्यता हो नि। छोरी हुर्केर ठुली हुन लागिसकी। त्यही त, अब उसको छोरी पनि ठुलो हुँदैछ, जन्मदर त चाहिएला, बिहेदान गर्न पर्ला, त्यतिखेर त बाउ चाहिएला नि। हामीले त्यसै बिहे गर्न लाग्यो नि, त्यही भएर हामीले बिहे गरौँ भनेर खोजेको हो कि। ठिक छ ठिक छ, अब तिमीले छोरीलाई नि बाउ चाहियो, तिमीलाई पनि सहारा चाहिन्छ। हेर यत्रो सिङ्गो जीवन बाँकी छ तिम्रो, त्यही भएर बिहे गर। केही पर्यो भने म छु त, भनेको छु त मैले। यो समाजले जसको गल्ती भए पनि छोरी मान्छेलाई नै गल्ती देखाउँछ। अब ऊ यत्रो वर्षसम्म फर्केर आएन, म कुरेकै हो। अब उसको गल्ती औँलाइदिने चाहिँ कसले नि? अब तिमी ढुक्क हो कि, अब जे परे पनि बाले हेरिदिन्छु भनेका छन्। अब बाले हेरिदिनुहुन्छ, तिमी किन चिन्ता गरे? हेर नानी, एक पछाडि दुई, दुई पछाडि तिन, तिन पछाडि घिन भन्छन् छोरी मान्छेलाई। बुढोलाई विदेश पठाएपछि फर्केर आउँदा रहेछन् भन्ने कुरो थाहा भयो नि तिमीलाई। अब उसित बिहे गरेपछि चाहिँ उसलाई विदेश नपठाउने, यहीँ गरी खाने कुरा बुझ्यौ? ए बाबा नि कस्तो कुरा गर्नुहुन्छ कि, उसलाई माया गर्ने, उसको छोरीलाई माया गर्ने भएर पो उसलाई बिहे गर्न लाग्यो त। उसलाई छोडेर जाने भए केलाई बिहे गरेको थिएँ त म? धेरै फुरुक्क चाहिँ नहो है बाबु त। अब उसको छोरीलाई बाउ चाहियो, उसलाई सहारा चाहियो भनेर बिहे गर भने, अब बिहेकै मण्डपमा उसको बुढो टुप्लुक्क आइपुग्यो भने चाहिँ के गर्छ नि त? हेर्नुहोस् बा, जिउँदो भएको भए त अहिलेसम्म फर्केर आइसक्थ्यो नि, मरिसक्यो होला, त्यही भएर नआएको नि। ए बाबा नि कस्तो कुरा गर्नुहुन्छ, आशीर्वाद दिएर डर देखाउनुहुन्छ। हिँड जाउँ हामी पनि। आखिर मेरी आमालाई भएको नभएको कुरा लगाएर तपाईँले सञ्जनाले मबाट छुट्याइ छाड्नु। तपाईँले यस्तो गर्नुहुन्छ भनेर मैले सपना पनि सोचेको थिएँ। मैले तपाईँहरू के बिगारेको छु भन्नुहोस् त? के बिगारेको थिएँ मैले तपाईँहरू? किन यस्तो गर्नुभएको? हामीले त देखेको कुरा भनेको क्यारे, अब तपाईँहरूको जोडी नै छुटाउँछन् भनेर के थाहा त? कति आनन्दले भन्नुहुन्छ है,
देखेको कुरा भनेका हौँ भनेर सञ्जना र म हाँसेको खेलेको मात्र देख्नुभयो तपाईँहरूले। तर उसले मलाई माया गरे र मैले उसलाई माया गरेँ, त्यो कुरा तपाईँले देख्नु भएन। आखिर के पाउनु हो तपाईँले यी सब गरेर? के पाउनु? मैले त पहिले भनेको थिएँ नि सञ्जय बाबु, तपाईँहरूको मिलन हुँदैन भनेर। मैले भनेको मान्नु भएन, अब रोएर के गर्नुहुन्छ र? तपाईँले नि रोपाउँछु भनेको आगोमा घिउ थप्ने काम गर्नुभएको। तपाईँले हाम्रो मिलन भएको हेर्ने इच्छा नै थियो र त त्यो बेलामा त्यस्ता शब्दहरू प्रयोग गर्नुभयो। रोएर के गर्नु? मेरो ठाउँमा बसेर हेर्नुहोस्, बल्ल थाहा पाउनुहुन्छ तपाईँहरू कति पीडा हुन्छ भन्ने। गाउँमा यत्रो मान्छेहरू छन् नि, हामी महिलाहरूले मात्रै छुट्टा हुन सक्छ र अरूको पनि त हात हुन सक्छ नि। ठिकै छ, हजुरकै जित हो, हाम्रो हार भयो। भोलिका दिनमा गएर हाम्रो जस्तै घटना, हाम्रो जस्तै पीडा तपाईँहरूको छोराछोरीले भोग्नु नपरोस्। एउटै कुरालाई बारम्बार सम्झेर चिन्ता नलिनुहोस्, अब बिर्सिदिनुहोस्। सम्झना मेरो मुठो, मेरो धड्कन, म कसरी बिर्सिन सक्छु उसलाई? तपाईँहरू कसैले पनि मेरो मायालाई बुझ्दिनु भएन। तपाईँहरू त बस सम्झनालाई मबाट छुटाउन कसरी सकिन्छ भन्ने मात्रै सोच्नु भयो। पाप लाग्छ तपाईँहरूलाई, श्राप लाग्छ तपाईँहरूलाई मेरो मानेको। यत्रो तोरी उखले छिन्, मलाई भने भए सघाउँथि नि म। कहाँबाट उखलेर ल्याएको? टिमुरी, ए टिमुरी, हजुर यता आऊ छिटो। के गरेकी यो तोरी उखालेर? नउखालेर के हो अन्त? घरको काम गर्ने म एउटा छु, तपाईँको छोरो भनाउँदो एउटी टिपेर कहाँ गएको हो? अरू कुरा थाहा छैन टिमुरी, छोरालाई बोलाउनु पर्छ। उसलाई आफ्नो जिन्दगी बाँच्नु पाउने अधिकार छैन? सानैदेखि पुलपुलाएर राख्नुभयो, एउटा टिपेर हिँड्यो। न धन सम्पत्ति भयो कि न गोत्र नै मिल्ने। ए बाबा, गोत्र मिल्ने नमिल्ने कुरा कहाँबाट आयो? अहिलेको 21औं शताब्दीमा गोत्र जातपातको कुरा गर्नुहुन्छ तिमीले? मन मिल्नुपर्छ, शुद्ध मनले माया गरेपछि पुग्यो के? मन मिल्न पर्छ भने तपाईँ नै भित्राउनु, म त भित्राउँदिनँ। जसका लागि यो सारा सम्पत्ति साँचेर राखियो, उही नै हिँडिसकेपछि यो सम्पत्ति के काम? कि तिमीले एउटा छोरो पाइदिनु पर्यो? होइन भने मेरो छोरो ल्याउनु पर्यो। ए बुढो, 2-4 दिन बाहिर के घुम्न जानु भएको थियो, तपाईँको त सुत्ती नै हरायो भने। अब के यो उमेरमा तपाईँले र मैले के छोटछोट पाउने उमेर हो हाम्रो? नाति नातिना खेलाउने बेला तपाईँ जेसुकै भन्नु, त्यो बढी चाहिँ म यो घरमा भित्राउनेवाला छैन। हेर टिमुरी, अब छोराले ल्याइसकेपछि बुहारी त भई, म त्यो बुहारी भित्राउँदिनँ भनेर सुख पाइँदैन। अब गाउँ समाजमा पनि हाम्रो इज्जत जान्छ। यदि तिमीले त्यो बुहारी या घरभित्र भित्राउँदिन भन्छौ भने नि, छोरालाई अंश दिउँ, उसको भागा पर्ने जति अंश दिउँ, गोरी खाओस्। छोराले नि गोरी खानु पर्यो नि। अब तपाईँहरू बाउ छोरै जानी छौ, जे मन लाग्छ त्यही गर्नु। जान्ने त छु त, सारा गाउँलेहरूले मानिरहेछन्, तिमीले नमानेर सुख पाउँछौ? अब छोराको मन मिल्यो भगायो, त्यसमा ठुलो कुरै छैन नि। तपाईँको कुरा सुन्दा नि छक्कै पर्छु बुढो म त। 9 महिनासम्म कोखमा राखेर छोरालाई हुर्काइयो बढाइयो, भोलि बुहारी ल्याएर सुख देला कि भनेको तपाईँ त छुट्याएर राख्दैन पो कुरा गर्नुहुन्छ। के बुढेसकालमा तपाईँ र म मात्रै दुःख गरेर बस्ने? हेर टिम्बरी, यो कलियुगमा हामीले बुहारी छोरा नाति नातिनाको सेवा पाउनलाई नि उजुनीमा हामीले पक्कै पनि धर्म गरे हुनुपर्छ। अब हामीले धर्म गरे छौँ भने नि
जहाँसुकै जाउन् छोरा बुहारी घर फर्केर आउँछन् र हाम्रो सेवा सुसार गर्छन्। यदि हामीले गरेनौँ छौँ भने हामीले भोग्नुपर्छ। ल भइगयो यो कुरा छोडिदिउँ। अहिले पहिला छोरा बुहारीलाई सोधौँ तिमीहरू हामीसँगै बस्छौ कि छुटिएर बस्छौ भनेर उनीहरूले जे भन्छन् त्यही गरौँ। कुरा बुझ्यौ होइन त? मैले त तिनीहरूलाई भोक्राएर निकालिसकेँ। हजुरका छोरा बुहारी आफै भित्र हुनु। ए टिमुरी मुया अरे कहाँ हिँडी फेरि यो? सम्झेर मैले त तपाईँहरूको कहिले पनि कुवालो चिताएको थिएन। तपाईँहरूले हामीलाई छुटाएर के पाउनु भयो भन्नुहोस् त? हेर सञ्जना बहिनी, मुना र मदनको पनि जोडी छुटेकै हो। अहिले तिम्रो जोडी छुटेर के भयो त? अहिलेलाई चाहिँ नरौ न नरौ। भन्नेले त भन्थे शत्रु खोज्न टाढा जानु पर्दैन भनेर, तर तपाईँहरू त हाम्रो मायाको नै शत्रु हुनुभयो। मैले त्यो मेरो माया नपाएर रुनु पर्यो। तर तपाईँहरूको दिदीबहिनीहरूको कहिले आँखामा मेरो जसरी आँसु नआओस्। मैले तपाईँहरूको राम्रो होस्। जगन्दाई रनेले मेरो ऋण तिरेन, तैँले तिर्ने हो? मैले तिर्ने हो। मेरो दाइले खाएको ऋण मैले तिर्ने हो। के ऋण तिरेन भन्दैमा यसरी आफ्नो घरमै बोलाएर मान्छेमाथि हात हाल्नु पाइन्छ? चुप लाग रिवाज, त धेरै बोल्दैछस्। म चुप लाग्दिनँ। मैले चाहे भने मेरो दाइले खाएको ऋण के कति छ त्यो सबै म तपाईँको मुखमा फ्याँकेर जान सक्छु। मेरा पनि केही बाध्यताहरू छन्। त्यसैले भयो नि भाइ, किन झगडा गर्नु? सुन रिवाज, अहिले त मेरो हात मात्रै उठेको छ, घर जग्गा उठाउन नपरोस्। के भन्नुभयो? फेरि भन्नुहोस् त एकचोटि। घर जग्गा उठाउनु नपरोस् रे? घर जग्गा उठाउनको लागि मेरो दाइले तपाईँकोमा घरको लाल पूर्जा राखेर ऋण लिएको हो र? कसरी उठाउनु हुँदो रहेछ हेर्छु म पनि। छोड्नुहोस् भाइ मलाई। भाइ यो जङ्गलले साह्रै निकोजेको छ। होइन भाइ, त्यस्तो नगर। अच्छ्यौँ खाएँ बच्छ्यौँ खाएँ झुसे बारुला। हिजोको चल्ला आज यत्रो फुर्ती। 2-4 पैसा के कमाएको थियो यो रिवाजेको यत्रो चुरी फुरी। यो मान्छेको ऋण तिर्नु भनेर त के भन्छस् छोरी? भाइ बुहारीलाई घर भित्राउने कि नभित्राउने? बाबाआमाको के सल्लाह छ मैले भनेर त के हुन्छ र? हेर छोरी, जति तेरो भाइ त्यो भक्तपुरेको यो घरमा अधिकार छ नि, तेरो पनि त्यतिकै अधिकार छ। भन्न के गर्ने? भाइको जति नै अधिकार छ त भन्नु हो बुवा, तर भाइलाई त अब लिएर आएर अंश दिएर राख्छु भन्नुभएको छ। अनि के मलाई पनि भाइको जति अंश दिएर राख्नुहुन्छ र? ए बाबा, तँलाई बिहे गरेर पठाउँदाखेरि तैँले जे माग्छस् त्यही दिन्छु म। त्यसो भए भाइ बहिनीलाई लिएर आउनुहोस् बुवा, तर म चाहिँ फेरि बिहा गरेर जानेवाला छैन नि यो घर छोडेर। तँलाई पनि कसरी सम्झाउँ छोरी म? हेर, जन्मिएपछि मृत्यु सत्य हो भने छोरी मान्छे भएपछि बिहे पनि सत्य हो। मलाई आफ्नै छोरी आफ्नो घरमा पालेर राख्न, छोरीको सेवा खान धर्म भाग्यमानीले पाउँछन्। तर छरछिमेकीले के भन्छन्? छोरीलाई बुढी कन्या बनाउने बनाएर राख्यो भनेर कुरा काट्दैनन्। जानुपर्छ क्या तैँले बिहे गरेर। ल बा, तपाईँको छोराबारी लिएर आएर भित्र आउनुहोस्। म चाहिँ हजुरले जेसुकै भने पनि बेहोरा जानेवाला छैन। अनि तपाईँको छोराबारी त्यही ठुले गएर बास बसेका छन्, बोलाएर लिएर आउनुहोस्।
ए बाबा, सारा गाउँलेहरूलाई मिलाइयो, आफ्नै छोरी र बुढीलाई मिलाउन चाहिँ सकिएन बा। के गर्ने? हेर्नुहोस् रने दाइ, कतिन्जेल यसरी चल्छ ल भन्नुहोस् त। जीवन भनेको त लामो पो छ। कहिलेसम्म यसरी त्यो ऋण बोकेर तपाईँ जहिले पीडा बस्नुहुन्छ ल भन्नुहोस्। मैले कतिपटक भनिसकेँ त्यो जङ्गम दाइको ऋण तिर्दिनुहोस् भनेर भनेको होइन। अब छुटेर बसिसकेपछि पनि यसरी तपाईँको भार बोकेर बसिरहनु त म सक्दिनँ नि। आफ्नो बारेमा तपाईँ आफूले पनि सोच्नु पर्यो। सधैँ यसरी ऋण थाप्लोमा बोकेर हुन्छ। दुनियाँले भनेका छन्, दुनियाँले त्यो दाइले ऋण बोकेका छ, ऋण तिरेको छैन भनेर भनिरहेका छन्। मलाई नरमाइलो लाग्दैन दाइ। त्यसरी दाइ जसरी हुन्छ बचाउन सिक्नुहोस्, अनि त्यो जङ्गम दाइको ऋण तिरिहाल्नुहोस् त। यसरी हुँदैन। कसरी तिर्ने भाइ त आफै भन् त। अहिले लिएको ऋण हो र त्यो त्यत्रो समय भइसक्यो, त्यसले सामा ब्याज गरेर कति पो लिने हो? के को कति पो लिने हो? मन परि लिन पाइन्छ? चलन चल्ती अनुसार जति तिर्नु पर्ने त्यति तिर्ने। अब उसले भोलिका दिनमा गएर धेरै हिसाब निकाल्ला, अन्त तपाईँले तिरेर सक्नुहुन्छ? हेर भाइ, तेरी भाउजू सधैँ बिरामीको बिरामी। अब भाउजू बिरामी हुनुहुन्छ भन्ने कुरो त मलाई पनि थाहा छ नि। अब के भाउजू बिरामी हुनुहुन्छ भनेर अरूसँग लिएको ऋण तिर्दै नतिरी बस्न मिल्छ त? छोड्छन् त्यसै। तिर्न त तिर्ने हो भाइ, त आफै भन् त। घर खर्च चलाउँ कि भाउजूको उपचार गरौँ कि त्यसको ऋण तिरौँ? हेर्नुहोस् दाइ, इज्जतभन्दा ठुलो पैसा होइन। तपाईँले ऋण नतिरेको कारणले गर्दाखेरि सारा गाउँलेहरू कुरा काटिरहेका छन्। त्यसरी त्यो जङ्गम दाइको ऋण चाहिँ जसरी हुन्छ तपाईँले तिर्नुहोस्। के हो, मै तिर्दिन्थेँ। अब तपाईँलाई मेरो बाध्यता राम्रोसँग थाहा छ। र पनि तपाईँले केही जम्मा गर्नुहोस्, नपुगेकोमा थपघटमा गरौँ न। तर बुहारीसँग चाहिँ कुरा नगर्नु होला है। बिचारा मेरो दाइ साह्रै दुःख पाउनुहुने भयो। अभागीको खप्पर जागे नि ठक्कर भनेको यही रहेछ। के गर्ने, बेलामा बुद्धि पुऱ्याउनु भएको भए सायद यस्तो हुने थिएन। अब आज आएर दुःख भोग्नु परेको छ। ओ केटा, बाउ त आयो रे त। कुरो चाहिँ कहिले मिल्छ हौ? त्यो ढेडु बाँदर र तमा केही भिन्नता भएन टुले। आफ्नो घर त बिगारिस बिगारिस, मेरो घर पनि बिगारिस होइन? बा ढोगी, तैँले ढोगिस, मैले ठोकी। तँलाई जन्म दिने बाउ जिउँदो हुँदा हुँदै यसका आएर बुहारी भित्राउने? तेरो बाउ यो हो कि म हुँ? बुवा गल्ती भयो। ल ल माफी दि। ए कहाँ त्यसरी जान पाइन्छ? जसरी बेहुली अन्माएपछि हाम्रो बाटो छेक्ने चलन छ नि, त्यसरी नै मैले त बाटो छेकेँ। त्यत्तिकै लान पाइन्छ? मेरी बुहारी हो, तैँले जग्गा दलाली गरे सम्झिस् कि क्या हो? हिसाब किताब क्लियर गर्न। भित्र हिँड, तिमी खुरुक्क भित्र हिँड। बा, मलाई दिन्छु भने पैसो छ नि, त्यो नदिकन त मेरो ज्यान छौन्जेल पाइँदैन। म मरेँ भने मात्रै पाउनु होला। कति दिनुपर्ने बोकिन त मैले खर्च? त्यो 5-7 लाख बा। आइया बा, के होइन, तैँले भगाउँदा पनि 5-7 लाख खर्च गर्नुपर्ने? यत्रो धेरै खर्च तेरो बिहेमा? मागेर झै बाजा बजाएर ल्या भए यति खर्च हुँदैन थियो होला।
कम्ता दुःख गरेको छु मैले यो भगाउनलाई। के कुरा गर्नुभयो तपाईँले? नदी त हुँदैन। निकालेर दिए नि त 5-6 लाख दिए छ तसित। बा मैले आफ्नो भएको अंश काटेर भए पनि दिन्छु भनेको थिएँ ठुल्दालाई। बा के अनि तँलाई मैले अंश दिएको थिएँ र काटेर दिन्छु भन्नलाई? अब मेरी बुढीले यी नानीलाई घर भित्र्याउन भनेर भनेकी थिइन्। त्यति भन्दै म मेरी बुहारीलाई घर भित्र्याउँछु र यसलाई अंश लगाइदिन्छु। अनि त्यो अंश लगाइदिएपछि तेरो 5-6 लाख योसित लिए पनि लि नलिए पनि नलि, मलाई मतलब भएको कुरा भएन। मेरी बुहारी पठाइदे। पैसा त आउँछ नि, उसित लिने हो। बुहारी पठान पहिला। ठिकै छ, बाले यति भनेपछि अंश पाएपछि त यसले दिइहाल्छ नि मलाई। दिन्छ पठाबा। नानी ल ओ मारिया भक्तपुरे फरक त नपरोस् नि फेरि। अगाडि दाइ किन बोलाउनु भएको मलाई? के काम पर्यो? सुन्न भाइ, पढे लेखेको मान्छे, अहिले बुझेको पनि छस्। अहिले राम्रो हस्पिटल बुझ्न, भाउजूलाई उपचार त गर्नु पर्यो। हुन्छ दाइ, अझ चिन्ता गर्नु पर्दैन। राम्रै हस्पिटलमा लगेर देखाउँला। पहिले त रोग के हो भन्ने कुरा पत्ता लगाउनु पर्यो नि। क्यान्सरै भएको त होइन होला नि? हेर्न भाइ, क्यान्सर भयो कि के भयो, अब उनले भन्छन् म मरेँ भने त तपाईँले अर्की ल्याउनुहुन्छ होला है भनेर भन्छे। कस्तो नरमाइलो लाग्छ भाइ। तपाईँलाई नरमाइलो लाग्नु पनि ठिकै हो। अब भाउजू बिरामी मान्छे, रोगी मान्छेले यसरी हरेस खानु, आत्मबल घट्नु पनि त स्वाभाविकै हो नि। तपाईँले चाहिँ हरेस खानु भएन कि? मैले भने त भाउजूलाई राम्रो हस्पिटल लगेर चेकअप गराउँला भनेर। त भन्छस् नि भाइ, अब कुरो आयो त्यही पैसाको। अब मैले कहाँबाट जोडजाड गर्नु भन् त भाइ? फेरि कुरा तपाईँले त्यो पैसामै ल्याएर अड्काउनुहुन्छ। अब मान्छेको शरीरभन्दा, मान्छेको स्वास्थ्यभन्दा ठुलो पैसा होला। जहाँबाट जसरी जो गरेर भए पनि त भाउजूलाई निको त बनाउनु परेन भन्नुहोस् त। भन्न त भनिस् भाइ, अब मेरा लागि तँ होस्, के गर्छस् त? ठिक छ भाइ, अझै केही चिन्ता नलिनुहोस्। म छु भने त। बरु यसो गरौँ, अहिले जन्मेको ऋणभन्दा पनि ठुलो कुरो भाउजूको स्वास्थ्य हो। भाउजूको उपचारतिर चाहिँ हामी पहिला लाग्नुपर्छ, अनि त्यसपछि जन्मेको ऋण तिरौँला। हेर भाइ, अहिलेसम्म तैँले भनेको वचन मैले काटेको छैन। तैँले जे भन्छस् त्यही मान्छु। ठिक छ दाइ, ल अहिले मैले जे भनेको छु त्यसै गरौँ। अहिले म लाग्छु पनि, बुहारीमा खाना कुरिरहेको होला, फेरि बिसाउँछु। म गएन भने भात खाँदिनँ है। हुन्छ राम्रो सुत्नु है। मेस्सीको पेनाल्टी सुट र यो जगल्टेको बुट भन्ने कुरा थाहा छ कि छैन? तँलाई जगल्टे बुढो मान्छेलाई बोलाएर ल्याए भइहाल्थ्यो नि, किन घिसार्दै ल्याएको? बिचरा मेरो ऋणले मुटुमा ढ्याङ्ग्रो ठोकेर होला, मैले छोडिदिन्छ भनेर। अन्न बाली गोठै सबै उठाएर लगिसकेपछि ऋण चाहिँ कसरी तिर्दा मेरो जन्म भाइ? यो कुरो छ नि, तैँले पहिले नै सोच्नु पर्थ्यो, कमसुक गर्दै सोच्नु पर्थ्यो। अहिले आएर भन्ने ब्याजको लोभ नभए कसले ऋण दिन्छ? तिर्न पर्यो नि खुरुक्क लाएर। हजुर, मेरो भाका थपिदिनु पर्यो। ओइ डाका, भाका थप्नलाई म तेरो काका हो? यो जङ्गमको ऋण ब्याज बढ्छ दिनको दिन। जङ्गम दाइ, हजुर नै यो गाउँको ठुलो बडा मान्छे हो। मारे पाप, पाले पुण्य तपाईँकै हातमा छ। कस्तो घामट मान्छेलाई ऋण दिएछ हे भगवान्। के को घामट हुनु नि दादा हजुर? अब यसको घरमा 10 लिटर दुध दिने गाई छँदैछ, त्यही उठाएर ल्याइदिउँ न, पैसा उठिहाल्छ नि भने। जङ्गम दाइ, मेरो नातिले दुध नभइकन भातै खाँदैन, त्यसो नगरिदिनुहोस् न हजुर। कतिवटा स्याल मरेपछि जन्मेको यो उडार। है जगल्टे, सोध त यसलाई
लिचड के हजुर लिचड, त्यही भएर गाई नै फुकाएर ल्याऊ भनेको मैले। ह्यान्ड क्यास दिएर गाई ल्याएर गोबर सोरेर बस्नु मैले खुरुक्क उठा चगल्टे। के गर्नु रने दाइ, संसार यस्तै रहेछ। मेरो खुसीको लागि बाउले मलाई नै छोड्दैन। हेर्नु, एक दिन तेरो बुढी पनि बुढी हुन्छ, त्यसरी बुढो बाउलाई हेला नगरेको भए चाहिँ हुन्थ्यो। हेर्नु बुढा, हामीले नै हाम्रो बाबुमा पालेको छैन, सासू ससुरा हेरेका छैन, अर्काको कुरा किन गर्नु? चुप लागेर बस्नु कि बढी नगर्नु। भाउजू छोडिदिनुहोस् यी कुराहरू। हामी गाउँलेहरूको चाहना भनेको त्यो जङ्गम दाइको ऋण कसरी तिर्ने भन्ने हो कि। हेर्नु बुढा, मेरो उपचार गराउने भनेको पनि कालो गोठालेको कठालो जस्तै हुने भयो। सधैँ बाघ आयो भन्दा भन्दै एक दिन साँच्चीकै बाघ आउँदा कसैले पत्याउँदैनन्, त्यस्तै हुने भयो। उपचार गराउने भन्दा भन्दै मै मर्छु होला। अनि आनन्दै कस्तो कस्तो रोगको उपचार हुन्छ भाउजू? कस्तो डराउनु भएको तपाईँ मर्छु भनेर? पहिला रोग चाहिँ के रहेछ त्यो पत्ता लगाउनु पर्यो कि। हेर्नुहोस् बाबु, स्वास्थ्य चौकी जानुभन्दा पहिला पैसा चाहियो, उपचार गराउन पनि पैसा चाहियो, पैसा छैन। गाईसँग डराइ भए पनि उपचार गर्छु भन्थ्यो भाइले, खै के गर्ने हो। ए बाबु, यति साह्रो झोक्राएर किन बस्या? के गर्नु काकी, जङ्गमको ऋण तिर्ने दिन आयो, ऋण कसरी तिर्ने भनेर झोक्रेर बसिरहेको। के गर्नु त बाबु, ऋण लागोस् दिन नलागोस् भन्छन् बुढापाकाले, यो त उखानै मात्रै हो। तर ऋण लागेर केही पिर्लिन पर्दैन, दिन नलागे भइगयो नि। के गर्नु काकी, मलाई त दुइटै लाग्यो, ऋण पनि लाग्यो दिन पनि लाग्यो। यही वर्ष बाउसँग छुटेर बसेको। बरु ऋण चाहिँ तिर, वस्तु भाउ उठाउन चाहिँ नदेऊ है। के गर्नु काकी, शोक भोकै हराउने बनायो। ए बाबु, थाहा छ तिमीलाई एउटा कुरा, त्यो ऋण र दही चिउरा एउटै रहेछ नि। ऋण पनि लिँदा थोरै, दही चिउरा खाँदा पनि थोरै खाए, ढाडेर पेटै यामानको हुने। ओहो, साह्रै गाह्रो छ यो ऋण भन्ने कुरो पनि। ल अहिले म लागेँ है, मेरो अलिकति काम छ, बेलामा तिर्नु अरूको। यो के हो त? खेले गर्छ यो त, मर्दै मर्दिन। तैँले सलाह फेर मर्छु म मर्दैछ। इ मरिस् त आजै के थाहा त? जहिले सुनेको नै गर्छ यो त। किन खेलेको निकाल अन्त मरिस् त। म त फेरि ले मेटाउनु। आजै कस्तो खालको मान्छे रहेछ हौ, आफू पनि खेल्नु छैन, अरूले खेलेको पनि ल तेरो गोटी म खेल्दिनँ, नखेल जा। अर्का घर गएर भित्र टाल्न पनि जा। मैले सुख दिएको पछि नै तिमीहरू मैले हो यसले जो यसले हो दाइ यसले मैले हैन जाऊ तैले हैन तैले हो तैले हानेको हैन त्यहाँनिर तैले हो। तिमीहरू यहाँभन्दा कति हुर्किने? एक डोको घाँसै काटे नि हुन्थ्यो, भात तरकारी पकाए नि हुन्थ्यो, खाली गोटी खेलेर बसेको छ। दाइले पाल्न नसके बहिनीहरू कुन चाहिँ जोइले पाल्छ? मैले गर्दा बित्थामा गाली मैले गर्दा हो नि, तैले गर्दा हो। त्यस्ताको ऋण नबोक्नु, तपाईँले ऋण तिर्नु भएन भाइ। तिरौँला भाइ, तिरौँला। परिवार दाइ रिसाउँदै आउनु भएको छ त। अझ पनि जङ्गम दाइले रने दाइले हात उठाए क्या हो? चुप लाग त। आज त्यसले मेरो दाइमाथि हात उठाए, भोलि त माथि हात उठाउला। होइन त्यस्ता मूर्ख भनेर थाहा पाए भाइ, किन तिम्रो त्यस्ताको ऋण बोक्छौ? के गर्छस् भाइ, पैसा भनेकै अप्ठ्यारो ठाउँमा हुँदो रहेछ।
बिचारा रने दाइलाई पनि ऋण लिनु त कहाँ मन थियो होला त। ठिक भनिस् भाइ। चुप लाग्नुहोस् तपाईँ पनि। तपाईँले कति भन्नु दाइ, अर्काको ऋण लिएपछि समयमा तिर्नु पर्दैन। अहिले हेर्नु त, आफ्नो समस्या समाधान गर्नको लागि सजिलो बाटो खोज्दा खोज्दै झन्झन दलदल झन्झन अप्ठ्यारो फस्नु भएन तपाईँ। अर्का कुटै खाएर यसरी बस्ने हो? अर्का ऋण तिर्दैपछि त्यसले हात उठाउनु त सक्दैन थियो नि तपाईँलाई। तपाईँलाई भन्नुहोस् त। रिभास दाइ, दाजु भएको कुरा त घरमा गएर गर्नु न। यसो छरछिमेकीले सुन्यो भने आफ्नै बेजेत हुन्छ। जङ्गम दाइलाई मेरो पनि ऋण थियो, अलिअलि बाँकी छ, मैले त तिर्दै गइरहेछ। दाइ सुन्नुहोस्, अब भएको ऋण हजुरले पनि तिर्दिनुहोस्, त्यसरी टेन्सन लिएर नबस्नु। ल म दाइ गएँ है म। ल ल सुन्नुभयो नि दाइ तपाईँले? ऋण त उसले पनि त लिएको रहेछ नि त। अब सबै तिरेर अलिअलि मात्रै बाँकी छ। हो, यस्तो हुनुपर्छ मान्छे। तपाईँ ऋण लिने नतिर्ने अनि हेर्नुहोस् त अर्काको हातको खुट्टा खाएर बस्नु हो। हेर्नुहोस् दाइ, ठिक छ, ऋण लिनुपर्छ, साह्रो गाह्रो पर्छ सबैलाई, तर ऋण भनेको धेरै समयसम्म बोकेर बस्नु हुँदैन। त्यसले त झन् दलदलमा फसाउँछ दाइ। त्यसैले हेर्नुहोस्, उसको ऋण तिर्दिहाल्नुहोस्, त्यसै नबस्नुहोस्। जा शून्य त साह्रै शून्य हुने रहेछ। हामीले छोरा बुहारीलाई छुटाउनु नहुने रहेछ नि टिमुरी। आमाले भनेको कुरा नमान्ने, जो पाए त्यही ल्याउने, कसले सँगै राख्छ त? यही कुरामा बाआमा किन जुझ्नु पर्यो त? उनीहरूले आफ्नो घर गएर खाइरहेछन् क्यारे। के गर्नु त छोरी, तँलाई अनुहाएर पठाएर बुहारी भित्र्याउनु पर्ने हो। न तँलाई अन्माउनु पाइयो, न बुहारी भित्र्याउनु पाइयो। तपाईँ धेरै जहाँ पनि जान्ने भएर नगर्नु त बुढो। अब यसलाई अन्माएर पठाएपछि हामी बुढाबुढी एक्लो हुँदैनौँ, हाम्रो सेवा कसले गर्छ? तिम्रो पनि मैले पुरै बुझ्न सकिनँ टिमुरी। हिजो अस्तिसम्म छोरीलाई बिहे गरेर पठाइदिइहालौँ भनेर भन्थ्यौ, अब आज पठाउनु हुँदैन भनेर भन्थ्यो। के हो के हो? हाम्रै आमालाई पनि औँसी पुर्ने लाग्छ क्या बा। के बोल्नुहुन्छ के बोल्नुहुन्छ केही पत्तै पाइँदैन। तपाईँ पनि कुरै बुझ्नुहुन्न क्या बुढो। अब छोराले हेर्ला पार्ला भनेर सौताको छोरीलाई बिहा गरेर पठाइदिउँ भनेको, आखिरी यही सौताकै छोरी काम लाग्ने भयो। हो हेर, सौताकी छोरी भनेर कहिले पनि हेला गर्नु हुँदैन। यही भएर आखिरी नारीको हेर त कति रूप हुन्छ। तिम्रो आमै, ए तिम्रो आमै। हजुर, बारीको काम तिमी गर। छोरी मान्छे हो भन्दैमा सधैँ घरको काम चाहिँ मैले गरेँ, त पनि तिमी गर। के हो बारु? किन टल्ल परेर बसी? अब तिमी र म पो यो घरको श्रीमान श्रीमती हौ। म श्रीमान, तिमी श्रीमती। उहाँहरूको त श्रीमती श्रीमान हुनुहुन्छ अनि श्रीमान चाहिँ श्रीमती हुनुहुन्छ। हेर त त्यो, हेरेर पनि त थाहा हुन्छ। साह्रै गाह्रो भयो दाइ तपाईँलाई। विचार नुन खाएको कुरा जस्तरी झोक्राएर भन्नु भाउजू। अनि यो कपाल चाहिँ लट्ठा कसरी पार्नु भयो तपाईँले? मेरो पनि कपाल लट्ठा पार्न पाए हुन्थ्यो। लहेर त लट्ठै लट्ठा। मेरो कपाल लट्टा पारेकोमा तपाईँलाई के रिस भयो बाबु? एकचोटि पाएको जुनी रमाइलो त गर्नु पर्यो, सधैँ भाडा कुचो गरेर त हुँदैन। रमाइलो त गर्नु पर्यो नि बाबु। ओहो लहेर त भाउजूको सोचाइ, भाउजूको विचार होइन भाउजू। यसरी कपाल लट्ठा पार्दैमा रमाइलो हुन्छ र जिन्दगी? भाउजू, हामी छोरी चेली रमाउने भनेको माइतमा छन्जेल मात्रै हो। बिहे गरेर आइसकेपछि त आफ्नो श्रीमानलाई, सासू ससुरालाई घरको काम बाहिरको काम सबै काम गरेर खुसी राख्नुपर्छ। त्यही नै बुहारीको दायित्व हो। अनि यसरी हिँड्दा त गाउँ समाजले के भन्छन् भन्नु त? मैले पनि त्यही भन्न खोजेँ। म दाइलाई हेर्नुहोस् त, कति मिहिनेत गर्नुहुन्छ, कति काम गर्नुहुन्छ। एउटा छोरो मान्छे भएर त्यसरी खेतको काम मरिमरि गर्नुहुन्छ। कम्तीमा तपाईँले अलिकति साथ दिनुभयो भने दाइलाई कति सजिलो हुन्छ भन्नुहोस् त। अनि दाइ भने चाहिँ मर्ने गरी काम गर्ने, अनि तपाईँ भने चाहिँ यसरी कपाल लट्ठा पारेर हिल जुत्ता लगाएर ठिमठिम पर हिँडेर हुन्छ त? सोच्नुहोस् त अलिकति।
तपाईँ छोरी होइन बुहारी हो त्यो घरको। एउटा कुरो राम्रोसँग सोच्नुहोस् त। ल भोलि तपाईँहरूको पनि छोरा होला, अनि तपाईँको छोरालाई पनि बुहारी बिहे गरेर ल्याउला, अनि तपाईँको बुहारी यो अहिले तपाईँले जस्तै हिँड्यो भने तपाईँलाई कस्तो फिल हुन्छ, कस्तो लाग्छ सोच्नुहोस् त। हो, भोलिका दिनका कुरालाई पनि सोचेर आजबाटै सही कदम चाल्नुपर्छ के भाउजू। यसरी हुन्न, यसरी घर चल्दैन। भयो बाबु, यो खालको कुरो नदोर्याउ। जति भने नि यसलाई लाग्दैन। अब म आफै यो घोटिनी भनेको के गर्नु। अब कुकुरको पुछार 12 वर्ष ढुङ्ग्रामा राख्छ नि सोझिँदैन भन्थे, यही होला। के रे म कुकुरको पुछार अरे के म कुकुर हो? देख्नु हो त बाबु, म गर्छु आग्रा कुरो, यिनी गर्छन् गाग्रा कुरो। मैले भने मान्ने भयो त यो गति नै हुँदैन थियो नि। मेरो हालत यो छ, यिनको हालत यो छ, देख्नुभयो त। भाउजू नरिसाउनु न, तपाईँले कुरा बुझ्नु भएन के। दाइले भन्न खोज्नु भएको कुरा अर्कै हो, तपाईँले बुझ्नुभयो अर्कै। दाइले कहाँ तपाईँलाई कुकुर भन्न खोज्नु हो, जति सम्झाए पनि बुझ्नु भएन पो भन्न खोज्नु भएको नि। अलिक कुरा बुझेर कुरा गर्ने गर्नुहोस् न। नो बाबु, धेरै सम्झाइराख्नु पर्दैन। तपाईँ आफ्नै श्रीमतीलाई सम्झाउनु, तपाईँ राम्रो रहनु, त्यसै राम्रो छ। खेतको बारी काम गरेर मेरो लुगा धुइदिने त्यहाँ। देख्नुभयो त बाबु, मेरो जिन्दगी यस्तै छ। पहिले बुद्धि पुर्याइयो, अब अहिले आएर दिमाग घुस्यो, के गर्नु। नखाउँ भने दिनभरिको सिका, खाउँ भने कान्छा बाबुको अन्न भने यही हो। अब सरिया राम्री इज्जतदारी छ भनेर भित्राइहाल्यो। कसैले त भित्राउने बेलामा बधाई पनि दिएका थिए। अब अहिले त के गर्नु, यस्तै देखिन थाले। गाउँकाले नै सबैले हेला गरी भन्छन्। अब बुझ्दिने कोही छैनन् बाबु मेरो त। ल बाबु, जति कुरो गरे पनि यस्तै हो। म चाहिँ लागेँ, अब फेरि खेतमा काम गरेर आएर कपडा धोइदिनु पर्छ। अघि सुनिहाल्नु भयो हजुरले। अब फेरि अहिले सुकेन भने भोलि लाउने बेला मारिहाल्छ। ओहो हो रहेछ दाइ, तपाईँकै रहेछ काम चाहिँ टन्नै। कति साह्रो बिजी हो तपाईँ, कति साह्रो व्यस्त। यो गाउँमा तपाईँ जतिको व्यस्त त कोही छैन होला। लु जानुहोस्, अब खेतानी जानुहोस्, कपडा नि धोइदिनुहोस्, सुकाइदिनुहोस्। मार्नुहुन्छ भाउजूले, जानुहोस्। हस् बाबु, म लागेँ। पारु, नबुझ्ने बुहारी र नबुझ्ने श्रीमती पऱ्यो भने पनि घरमा साह्रै गाह्रो हुन्छ। अब हेर न, त्यो दाइरा भाउजू त के भयो। ल म गएँ त। भो भाइ आएको भनेर फुर्ती नदेखाउनुहोस्। आमाले भने जस्तै आमा बनिने कोसिस गर्नु न, हामीलाई माया गर्नु, हेला नगर्नु न। हेर भक्तपुरे बुढो, सासू भनेको सासू हो, आमा भनेको आमा हो। हेर बुढी, तिमी पनि यो घरको बुहारी बन्ने कोसिस गर। जहिले नै आमासँग किचिच झगडा मात्रै गरिबस्ने होइन, खुत्रुकै पारेर। यो घरमा नि सासू ससुर र बुढो रिसाउनलाई केही कारण चाहिँदैन। खुब बाठी भइसकेस् त आजकल। तर के गर्नु, यो घरमा न छोरो न बुढो हुँदा बुहारीले सुधा टेर्दैन। तर आफ्नै भाइले सुधा नराम्रो भनिसक्यो मलाई यहाँ। कता गएर आयो है नानी तिमी? कता हिँड्नु नि, कुन चाहिँ सुन लाउने भनेर बुझ्नु हिँडेको। जब बुढोले लाख रुपियाँ पठाएछ त्यही पनि कुन चाहिँ सुन लाउने म भनेर यहाँ फुर्ती गर्न आउँछौ तिमी चाहिँ। जब एकचोटि किन्ने सुन त हो नि, बुझेरै किन्नु पर्यो भनेर पो नरिसाउनु न। जब 1 लाखको सुन लाउँछु भनेर त्यत्रो फुर्ती तिमीले। मैले लाउन खोजेँ भने कति लाउँछु होला तिमीलाई थाहा छ? खै के लाउनु होला र तपाईँले सुन। गाउँले बा छोरा बुहारीले त हेला गरेको देख्छु म। तिमीहरू गाउँलेलाई मेरो कुरा नकाटी नहुने होइन। मेरो कुरा काट्ने यी गाउँलेलाई हातको पानी समेत नदेऊ भन्छु म मेरो बुढालाई। होइन, कसलाई के भन्दै हुनुहुन्छ हो? तिमीलाई भने नि तेरि त्यो टोकन लिएर लफर मेरो घरको अगाडि हिँड्नुपर्छ तिमी। टोको सोको फाल्दैछ अनि गाउँले बाको श्रीमती भएर बिसाउनु मात्र जाने रहेछ तपाईँ त। उर्मानी खालका छन् यी गाउँलेहरू। तिमीहरूलाई पखन मैले जानेछ के गर्छु भनेर। कुसंस्कारीहरू मैले हिर्काएको, त्यसले त हिर्काएको। अनि त्यसले चाहिँ के बोल्यो देखिनस्? तिमीहरू दुईटीको कारणले काहीँ पनि मैले ठाडोसिर गरेर हिँड्न पाइनँ। तिमीहरूको बुद्धि चाहिँ कहिले आउँछ? यसलाई चाहिँ तपाईँ कहिले कराउने होइन, खालि मलाई मात्र जहाँ पनि कराउनुहुन्छ। तँलाई मात्र करा देख्छस् तैँले पनि, मलाई पनि कति कराउनुहुन्छ देखिदिनस्? चेलीबेटी हुन्,
सानैदेखि माया गरेर हुर्केँ भरे उज्यालो हुन्छ भनेर अहिले टाउमा टेक्छु होइन तिमीहरू यो कहाँ यो कोहीसँग मिलेर बस्न नसक्ने यसले गर्दा जहिले मैले गाली खानु पर्ने धेरै नबोल है त त्यो प्रेमलाई मैले त्यत्तिकै हिर्का हो दाइको कुरा काटेर हिर्का त अनि मैले चप्पलले त्यसलाई धेरै नानी हो अहिले त मेरो घरमा छ तिमीहरूले जे गरे पनि म सहन्छु भोलि बिहे गरेर बुढा घरमा गएपछि के हुन्छ को जान्छ बुढो घर यो जान्छ होइन म किन जानु पर्यो तै जान साँच्चीकै जादिनस् न पहिला म किन जानु तँ जान के भन्न आइस् त केटा अब अनुहार हेर्दा माग्ने परेछ माग्ने आयो होला नि हजुरलाई त्यति पनि थाहा होइन के गर्नु बा आमा भाग्यले त मलाई ठगो त्यो भन्दा नि धेरै त त्यो अगाडि ठुलेले ठगो मलाई के गर्नु त बा आमा म कस्तो के गर्ने हात खुट्टा सग्लै छन् झोला बोक्ने कमुनतिर लाग्ने ए टिमुरी त्यसो नभन न के भने कि तिमीले गाउँका युवाले के गरौँ बा आमा भनेर सोधेपछि राम्रो सल्लाह दिनु परेन गाउँका युवा जति सबै विदेशतिर लागे भने हाम्रो मलामी चाहिँ को हुन्छ भन त ल बाबु भन् मैले के गरिदिनु पर्यो तँलाई के गर्नु र बा हजुरको बुहारी भगाउँदाखेरि 1-1.5 लाख रुपियाँ दिउँला भनेर त त्यो ठुलेले दिएन अब यसो 1-2 लाख रुपियाँ हजुरले नै लगानी गरिदिनु पर्यो मलाई बा तेरो बाउले कमाएर राख्ने त्यहाँ छ र तँलाई हामीले 2-4 लाख रुपियाँ सहयोग गर्नुपर्ने ए टिमुरी किन तातो रिस गरे कि भए त दिनुहुन्थ्यो नि तपाईँ धेरै जानी भएर नबोल्नु खत भित्र हिँड्नु ल हरेक कुरा जान्ने हुनुपर्छ कुरो मान्छे भएर के गरे ल ल ल तिमीहरूका ढोका त लात्ताले हानेर फुटाउनु मन थियो नि तर के गर्नु तिमीहरूले ठगे होइन त्यो अगाडि ठुलेले ठगेको ठिकै छ कता गएर आयो भाउजू हुन त के भाउजू भन्नु अब नन्दाहरू स्याहार्नु पर्छ भनेर बिहा नगरिकन बस्नु भएको छ सियानी जस्ता नन्दाहरू छन् र फेरि उहीसँग बे हुन्छ भन्ने छ र मेरो के को नाम जोडिरहनु भएको नि अब बिहा गर्दिन भनेर के फुर्ती लाग्छौ नि उता परालको कुनीमा गएर चुप्पा खाएको मैले यी आँखाले देखाएको थिएँ 2वटा बहिनीहरूको बिहे नगरिकन म बिहे गर्दिन भन्ने मान्छेसँग पनि बिहे गरेर सुख पाइन्छ त बिहे गर सुख पाइन्छ के रोमान्स मात्र गर्छौ बिहे गर्ने बेला त तपाईँको नि भयो नि कति काकाले पकाएको भात खानुहुन्छ कहिलेकाहीँ त आफ्नै बुढीले पकाएको नि खानु नि नचाहिने कुरा नगर गर्दिन म बिहा गरे पनि यो गाउँको केटी गर्दिन म सहरकी केटी बिहा गर्ने हो ए सहरका केटी यस्ता हुलिया भासँग बिहे गर्छन् लाज ढाकेको छु ठिकै त छ नि के छ यो हुलिया छोरो ए भाउतापुरे ओ छोरो हजुर बा हामी भित्रै छ आउनुहोस् हेर छोरो सधैँ घर रुँगेर मात्रै हुँदैन भएको जति खाँदा खाँदै सिद्धिन्छ कति नै छ र केही काम गर कमाउनु नि कहाँ जाने र बा अब यिनी एक्लै घर बस्नु मान्दिनन् यो उमेरै यस्तै हो क्या बाबु श्रीमतीले श्रीमानलाई छोड्न मन नलाग्ने श्रीमानले श्रीमतीलाई छोड्न मन नलाग्ने तर कमाउन त उमेरमै कमाउनु पर्यो नि मेरो उमेरमा कमाउँछु भनेर हुन्छ हुँदैन नि सकिँदैन के गर्ने बुवा मेरो एक्लै बस्ने बानी छैन उहाँ कमाउन गएपछि म एक्लै कसरी बस्नु सुनिहाल्नु भयो बुवा बुहारीको कुरा हेर बुहारी तिमीहरूको यो माया गर्ने उमेर त हो तर मायाले मात्रै जिन्दगी अगाडि नबढ्ला धन सम्पत्ति पनि त चाहिएला नि त्यत्रो ऋण काटेर आँगन खोलेर झ्याङ बाजा बजाएर ल्याएको श्रीमतीलाई छोडेर काहीँ विदेश जान्छु होला त म ठिक दाइ ठिक विदेशबाट फर्किँदा न श्रीमती न धन धुरु रुन्छ मन पुतली गड मिलाएर श्रीमती हिँड्छन् भनेर धनै नकमाइ बस्नुहुन्छ त तपाईँहरू श्रीमती त पाल्नु पर्ला
वनको बाघले खाओस् कि नखाओस् मनको बाघले चाहिँ पहिले खान्छ नि उहाँहरूलाई को हिँड्छ र घर धानेर बसेका नि छन् नि। अब तिमीहरूले भनेको नि राम्रै हो सधैँभरि श्रीमानले मात्रै श्रीमती पाल्नुपर्छ भन्ने नि छैन कहिले कहिले त श्रीमतीले नि श्रीमान पाल्दा नि हुन्छ। ठिक दाइ ठिक कहिलेकाहीँ त श्रीमतीको कमाइ खान पाए पनि साह्रै रमाइलो हुन्थ्यो होला पुतली कर मिलाएर। जस्तो श्रीमान बोले पनि श्रीमतीलाई चाहिँ हँसालेरै बोल्नुपर्ने हो। ल म चाहिँ लाग्यो आफ्नो कमाइ भएन भने घरको श्रीमतीले सम्म हेर्छ। किन र दाइ तपाईँलाई हेला गर्नु भएको छ र भाउजूले पुतली कट मिलाएर? के मैले हेला गर्ने बाबु उहाँले भने जे पनि मान्नुपर्छ मैले भने केही मान्ने होइन। पुतली भए पनि नभए पनि नहुनु भन्ने चिज के हुन्छ थाहा छ? ए किन थाहा नहुनु दाइ पैसा हो नि पैसा पुतली कट मिलाएर। कति न थाहा भएको श्रीमती के मुर्दा श्रीमती। ए ठुले तैँले यति राम्रो जोडी बाँधेर पुण्य कमाएको छस् पुण्य फेरि पैसा माग्न आएर यो पुण्य खतम पारेर पाप कमाउने बाटो गर्न आँटी। होइन कस्तो दोहोरो चरित्र हो बा तपाईँको लाज लाग्दैन? तपाईँले भन्नुभयो होइन भक्त पुरेलाई म अंश दिन्छु अंश दिएपछि त्यही बेचेर दिन्छ भने होइन तपाईँले नचाहिने कुरा गरे अहिले आएर हे। अब हिसाब किताब तिमीहरूको हो के अरे मलाई चाहिँ थाहा छैन बाबु। ठुल्दै यही बाउको छोरो न परिस् तेरो नि त्यही त हो नि पारा दोहोरो चरित्र होइन। बिहे नहुन्जेल आमाको फरियाभित्र पसिस् अब यही बाउको सुरलभित्र छिर तर नि मेरो पैसा चाहियो। हेर ठुले तँलाई यसै गरी कुरा नबुझ्ने भनेर सारा गाउँलेहरूले तँलाई अक्कडे भनेका हुन्। अब हिसाब किताब तेरो हो कसरी चित्त बुझाउनु पर्छ बुझा। ल बुहारी हेर केटा बाउको सहयोग छ भनेर मख नपर। यो गाउँमा नि म जतिको अप्ठ्यारो कोही पनि छैन अनि म जतिको सोझो र कुरा बुझ्ने कोही पनि छैन। कुरा बुझ मैले त्यतिकै छन्नेवाला छैन। ए बुढा ए ठुल्दाइले हाम्रो बिहेमा सहयोग त गर्नुभयो तर साह्रै पेल्नु भयो के। यो अकराले पेलेर के हुन्छ र पैसा पाए पो जा अब जाऊ भित्र। प्रगति गर्न सकिएन अब ऋणपान खोजेर बाटो लाग्नु पर्ला जस्तो छ। कसले पो प्रगति गरेछ र हामी पनि त्यस्तै त हुने। आँखाउँदो फुलु पड्या भनौँ भनेपछि देख्दैछु म नाइ भनेपछि क्या देख्दैछु म। जानुपर्ने पुरै हो यस्तो बिजो क्या हेर्नु अब पुरै जानु पर्यो। हे भगवान् फेरि अक्को बिजो आइलाग्यो क्या न उबाट हट्यो भने हौ यहीबाट जानु कि यहीबाट? म यता जानुपर्ने किन यता जानु हो र? बुझ्दैौ यहीबाट गए क्या थाहा पाउने हौ यहीबाट गए पो थाहा पाउने हौ त। यसि जाऊ यसि। मलाई यो बाटो गएर के थाहा पाउनु छ र म यही बाटो जान्छु छोड्नु। अब तम्रा पैको चट्टीलाई हेर्ने भए यसि जाऊ नत्र यहीबाटै जाऊ। त्यहाँ टुलु टुलु पऱ्यो हेरे जाऊ गएर तारुवा ठुलाले रन्काउनेमा जाऊ टिकाउँदो। जे गरे पनि उमेर नै गर्नुपर्छ। कस्तो उमेर के को उमेर छरछिमेक छैन धन्न यही बाटो आउँछु कि त मेरो आँखै नहुनु पर्थ्यो। यसले के भनेर गए कोन त मैले नि बुझिनु। हामी जोइका अगाडि अक्की छोटी त गफरी नबस्ने अझ केही बुझेन भन्ने होइन ओइ के भनिस् तैँले मेरो बुढले? केही भनिन तपाईँ दुईजना कुरारी बसेका छेउ त्यही देखाइदिएँ मैले। त्यसले गलत बुझी जाऊ त सम्झाऊ। टिमुरी हामी यसरी मजाले खाजा खान थालेका छौँ छोराबुहारीले खाए कि खाएनन् कुन्नी? त्यस्तो माया लाए लडिदिनु आफ्नै भाग। ए बाबा त्यो बुहारी अर्काकी छोरी भए पनि छोरो त तिमीले जन्माएकी होइनौ कस्तो माया नलागे होला। लाग्दैन मलाई त्यो नलागेको माया सा। अब चिन्ता लिएर के गर्नु त बा छुट्टिएर बसेका भाइ बुहारी मिठै खान्छन् नि। अब मिठो खाए पनि नखाए पनि छुट्याइहालियो छोरी।
आफ्नै आमाले वास्ता गर्दिनन्, म मात्रै कति कराएर। 2-4 महिना पछाडि आमाको रिस मर्छ अनि यहीँ ल्याएर राख्नुहुन्छ क्या भाइ बहिनीलाई, चिन्ता नगर्नु तपाईँ। त्यो बिरेको छोरीलाई यो घरभित्र भित्राउनु हो भनेदेखि पहिला मेरो यो घरबाट लास निस्किनु पर्छ, अनि मात्र भित्रिन्छ त्यो। छोराकी आमा भएर धेरै घमण्ड नगर टिमुरी, बुहारीसित झुक्ने दिन पनि आउला। होइन है, आमासित झै झगडा परे पनि बाउ र दिदीसित त बोल्न हुन्थ्यो होला नि। के हो उषा, नयाँ दुलै भइसकेपछि यसो मान्ने मान्छेको अगाडिबाट हिँड्दा यसो सल ओढेर हिँड्ने गर्नु नि, के ठाडी भाकी नि। 9 महिनासम्म कोखमा राखेर जन्माएको आमाको चाहिँ तँलाई माया नलाग्ने, यो कोही न कोही बिरेको छोरीको चाहिँ माया लाग्ने तँलाई। मेरो आँगनबाट गइहाल त। तेरो बाउ छ यहाँ साथमा, डराउनु पर्दैन। तिमी पनि त्यहीसित जाऊ। हामीले गल्ती गरेकै हो आमा, अब त हजुरहरूले पनि माफी गर्नु पर्यो नि। बरु टिमुरले पर गर्न छोड्ला, हाम्रो आमाले माफी दिन्न के। सुन बिरेकी छोरी, मसित कुरा गर्न हैसियत पुऱ्याएर आइज। मसित कुरा गर्ने तेरो हैसियत छैन। यिनले माफ दिएर हुन्छ, म दिन्न। खैले पिले हेर बुहारी, सासूले यसो भनिन् भनेर चित्त दुखाउनु हुन्न। तिमी पनि त एक दिन सासू बन्नुपर्छ। चित्त दुखाकी छैन बुवा, आमाले मलाई कहिले बुझ्नु नि हो, त्यही कुराको दुःख लागिरहेको छ। मेरो आमा हो क्या उषा, 1-2 दिन त म आमालाई फकाइहाल्छु नि। स्याबास बुहारी, चित्त दुखाकी रहन्छौ, खुसी लाग्यो। पिर नगर, चिन्ता नगर, एक दिन हामी परिवार एक हुन्छौँ। अहिले कहाँ जान लाग्यो कि हो, जाऊ। बुवा पनि के चित्त दुखाउ त्यसले, दुखाकी छैन क्या, बिरेकी छोरी पो हो त। चित्त दुखाकी भए हाम्रो भाइ यस्तो अप्ठ्यारोसँग आउँथ्यो त। हाम्रो पछिमा बुझ्दिने बुवा दिदी हुँदा हुँदै यस्तो बुझ्यो कि बुढीले पनि चित्त दुखाउँछ। जा अब जाउँ। अब ससुरालीले दाइजोमा दिएको त्यत्रो खाड छ, रिसाउने बेला यस्तो झाडीतिर आएर रिसाउनु परेको छ पुतलीगढ मिलाएर। अब नराम्री स्वास्नी ल्याउँ भने साथीभाइहरूको अगाडि मुख देखाउनै लाज। अब राम्री स्वास्नी ल्याउँ भने अब उनीहरूको इच्छा आकाङ्क्षा पुरा गर्न गाह्रो छ। अब साथीभाइहरूको अगाडि आफ्नै मुख देखाउन लाज भने पुतलीगढ मिलाएर। के चाहिँ इच्छा पुरा गरिदिनु भएको छ र यत्रो सानो देखाएर अब सान भनेकै तिम्रो अगाडि देखाउने त हो नि, अरू कसैले गर्दैनन्। झन् आजभोलि त तिमीले पनि गर्न छोड्यौ पुतलीगढ मिलाएर। गरिबको माया धन सम्पत्तिले गर्दा पर्ने पो छाया पुतलीगढ मिलाएर। सम्मति खोजेको होइन, समय त दिन सक्नुहुन्न। ठिक छ, आजलाई साँझ पर्यो, अब उठेर जाउँ पुतलीगढ मिलाएर। हिँड 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 जाउँ। के सोचिरहनु भएको बुढो? के सोच्नु, बिहे गरेको यत्रो वर्ष हो, तिमीलाई सुख दिन पनि सक्दैन। किन सोचिरहनु पर्यो त? तपाईँले सुख दिनुभएको छैन भनेर मैले कहिले भनेकी छैन त। भए पनि त कति सुख दिन्छु भनेर ल्याएको। अहिले पो हामी गरिब छौँ त, हामी पनि कुनै दिन त धनी भइएला नि। हामीले त आशै मारिसक्यौँ बुढी, अब हामी धनी भइएला भने केही गर्न सकेको छैन, केही गर्ने आँट। सास छौन्जेल आसमान हुँदैन भन्छन्, हामी पनि कुनै दिन धनी भइएला नि बुढा। आश चाहिँ मार्नु हुँदैन है। परिसक्यो लभ, गर्न पर्ने सब पुतलीगढ मिलाएर। किन गर्नु पर्यो त? ल भोलि भेटे नि हुन्थ्यो। संसारमा मलाई सबै चिजको विश्वास लाग्छ, तर यो भोलि र गोली भन्ने चिजको चाहिँ विश्वासै लाग्दैन कि पुतलीगढ मिलाएर। त्यही भएर त आजै भेट्या हो नि। अब भोलि भने तिमी फ्याट्टै अन्त पहिला जाउली, अब गोली भने आजै पड्केला। अहिले चाहिँ जानुहोस् कि अरूले देख्छन्। कस्तो कुरा नबुझ्या, देख्छन् होइन बाटो छेक्छन् के पुतलीगढ मिलाएर। आफ्नो भाग्यमा छैन भने नि ठुले अर्काको बिहे गराइदिएर पैसा कमाउँछु भनेर हुन्छ कहीँ? मलाई दिन्छु भने चिज चाहिँ मलाई चाहियो। यदि होइन भने यो भक्तपुरेसँग छिमेकीको सम्बन्ध चाहिँ तोडियो। बासँग सहयोग माग्न घरमै गएर त आमाले लोकपा खर पठाइन्। अब बाको लोकपा तिमीले खाउला नि ठुलै, विचार गर। अब हेर केटा हो, भक्तपुरेलाई मैले छुट्टै राखिदिएको छु, तिमीहरूकै छिमेकी हो। अब उसित भए देला, तर दिएन भनेर हेला चाहिँ नगर्नु नि तिमीहरूले। त्यही त
भक्तपुरले सुहानी पाइहाल्यो तपाईँले बुहारी पाइहाल्नुभयो मरे त यो ठुले ठुलै बासँग रिसाएर के गर्नु बाले दिने त भक्तपुरले दिइसक्नु भयो त नहुने त त्यो भक्तपुरै हो क्या मैले भन्ने कुरा तिमीहरूलाई भनिहालेँ यति भन्दा भन्दै पनि तिमीहरूले मेरो भक्तपुरेलाई दुःख दियौ भने नि म भन्दा नराम्रो तिमीहरूको लागि कोही हुँदैन याद गर भन्दै थिएँ नि मैले त अब बालाई रिस उठो अब बाको लोकपा खान्छौ तिमी ठुलै अहिले म जुरुक्क उठेर तिनिक्क तन्केर टेक्नी हातले हान्छु अनि खालास तैँले जा फुर्को निस्किया त जा भने सुन्दैनस् आफू कमाउनु सक्नु छैन अनि आफूभन्दा सानालाई नछर्का त मैले भनेको कुरा बुझी छैन ओए भक्तपुरले सुहानी पाइहाल्यो बाउले दिन्न भनेर गइहाल्यो तँ किन बसे जा ए ठुलै भक्तपुरेको बाउसँगको डिल होइन नि त तिमीसँगको डिल हो मलाई त चाहियो नि त्यसै कहाँ छोड्छु म ल ल कमाएँ भने तिमीलाई मैले तँ बसेर अब मैले कुन हालतमा बिहे गरेका थिएँ भन्ने कुरा तँलाई थाहा छँदैछ त्यस्तो बेला त मलाई साथी चाहिएन तँलाई बिहे गर्दाखेरि किन चाहियो साथी गरिदिएँ बिहे अब तपाईँ पो ठुलोबडा मान्छे कसैले केही भने नि पैसा छ तपाईँसित मान्छे चिबो लाग्छन् हामीसँग पैसा छैन के गर्ने अब त्यो बिहे गर्नलाई साथी त चाहियो नि हामीलाई उसको बुढो बाहिर गएको कति वर्ष भयो अहिलेसम्म फर्किया होइन अत्तो पत्तो केही छैन खुरुको नै बिहे गरे भइगयो नि किन चाहियो साथी उसकी छोरीलाई बाउको माया दिनु उसलाई बुढोको माया दिनु भइगयो नि अब हजुरले त्यसो भन्नुहुन्छ यही समाजले कुरा काट्दाखेरि कोही बोल्दिने मान्छे हुँदैन यत्रो वर्ष भइसक्यो ऊ आउँदै आउँदैन मलाई पनि बिहे गर्ने रहर त होइन नि बाध्यता हो नि छोरी हुर्केर ठुली हुन लागिसकी त्यही त अब उसको छोरी पनि ठुलो हुँदैछ जन्मदर्ता चाहिएला बिहेदान गर्न पर्ला त्यतिखेर त बाउ चाहिएला नि हामीले त्यसै बिहे गर्न लाग्यो नि त्यही भएर हामीले बिहे गरौँ भनेर खोजेको हो कि ठिक छ अब तिमीले छोरीलाई नि बाउ चाहियो तिमीलाई पनि सहारा चाहिन्छ हेर यत्रो सिङ्गो जीवन बाँकी छ तिम्रो त्यही भएर बिहे गर केही पर्यो भने म छु त भनेको छु त मैले यो समाजले जसको गल्ती भए पनि छोरी मान्छेलाई नै गल्ती देखाउँछ अब ऊ यत्रो वर्षसम्म फर्केर आएन म कुरेकै हो अब उसको गल्ती औँलाइदिने चाहिँ कसले नि अब तिमी ढुक्क हो कि अब जे परे पनि बाले हेरिदिन्छु भनेका छन् अब बाले हेरिदिनुहुन्छ तिमी किन चिन्ता गरे हेर नानी एक पछाडि दुई दुई पछाडि तीन पछाडि घिन भन्छन् छोरी मान्छेलाई बुढोलाई विदेश पठाएपछि फर्केर आउँदा रहन्छन् भन्ने कुरो थाहा भयो नि तिमीलाई अब उसित बिहे गरेपछि चाहिँ उसलाई विदेश नपठाउने यहीँ गरी खाने कुरा बुझ्यौ ए बाबा नि कस्तो कुरा गर्नुहुन्छ कि उसलाई माया गर्ने उसको छोरीलाई माया गर्ने भएर पो उसलाई बिहे गर्न लाग्यो त उसलाई छोडेर जाने भए केलाई बिहे गरेर थिएँ त म धेरै फुरुक्क चाहिँ नहो है बाबु त अब उसको छोरीलाई बाउ चाहियो उसलाई सहारा चाहियो भनेर बिहे गर भने अब बिहेकै मण्डपमा उसको बुढो टुप्लुक्क आइपुग्यो भने चाहिँ के गर्छ नि त हेर्नुहोस् बा जिउँदो भएको भए त अहिलेसम्म फर्केर आइसक्थ्यो नि मरिसक्यो होला त्यही भएर नआएको नि बाबा नि कस्तो कुरा गर्नुहुन्छ आशीर्वाद दिएर डर देखाउनुहुन्छ हिँड जाउँ हामी पनि